जनजाति मधेसी लगायतको प्रतिनिधित्व सुनिश्चित गरिएको छ। स्थानीय तह निर्वाचन ऐन मार्फत प्रत्येक वडामा कम्तीमा एकजना दलित महिला सदस्यको अनिवार्य प्रतिनिधित्वको कानुनी व्यवस्था गरिएको छ। जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन 2068लाई समय सापेक्ष परिमार्जन गरी सामाजिक विभेद अन्त्य गर्ने कानुनी आधार सुदृढ बनाइएको छ। मुलुकी देवानी र फौजदारी संहिताले सम्पत्तिमा समान अधिकार, खास गरी पैतृक सम्पत्तिमा महिला पुरुषहरूको समान अधिकार र सामाजिक व्यवहारमा समानता कायम गर्न महत्त्वपूर्ण कानुनी संरचना प्रदान गरेका छन्। राष्ट्रिय महिला आयोग, दलित आयोग, समावेशी आयोग, आदिवासी जनजाति आयोग जस्ता संवैधानिक निकायहरू स्थापना भई सक्रियता बढ्दै गएको छ। ती आयोगहरूले सम्बन्धित समुदायको हक हित संरक्षण र नीतिगत सुझाव दिने कार्य निरन्तर रूपमा गरिरहेका छन्। आर्थिक रूपले अति विपन्न नारीका लागि लक्षित गरी सामाजिक सुरक्षा भत्ता र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालनमा रहेका छन्। प्रधानमन्त्री रोजगार कार्यक्रम, राष्ट्रपति महिला उत्थान कार्यक्रम जस्ता कार्यक्रम मार्फत सीमान्तकृत वर्गको आर्थिक सशक्तिकरणमा राज्यले लगानी वृद्धि गर्दै लगेको छ। शिक्षा, स्वास्थ्य क्षेत्रमा दलित तथा विपन्न वर्ग विद्यार्थीलाई छात्रवृत्ति र निःशुल्क उपचार सेवा प्रदान गर्ने नीतिगत सुनिश्चितता गरिएको छ। यसरी राज्यले विभिन्न क्षेत्रका नीति, संस्था र कार्यक्रमहरू मार्फत समानता र सामाजिक न्यायको प्रयास भएको देखिन्छ। स्थानीय तहमा सामाजिक न्याय प्रत्याभूतिका लागि न्यायिक समितिहरू गठन भई स्थानीय स्तरका विवादको समाधान र न्याय सम्पादन भइरहेका छन्। सार्वजनिक सेवा प्रवाहलाई समावेशी र पहुँचयोग्य बनाउन अपाङ्गता मैत्री पूर्वाधार निर्माण र सेवाको विविधीकरणमा जोड दिइएको छ। विभिन्न अन्तर्राष्ट्रिय महासन्धिहरू र दिगो विकास लक्ष्यप्रतिको नेपालको प्रतिबद्धताले पनि समानता कायम गर्न, नो वान लिभ बिहाइन्डलाई कार्यान्वयन गर्न हामीलाई एउटा दबाब पनि दिएको छ र अवसर सिर्जना पनि गरेको छ। यसरी हामीले लोकल लेभलदेखि लिएर विश्व स्तरसम्मका प्रतिबद्धता र नीतिगत व्यवस्थाहरू गर्दै तिनीहरूको माध्यमबाट सामाजिक न्याय र समानता प्रवर्धन गर्ने प्रयासहरू गर्दै आएका छौँ। भनेपछि यो चाहिँ गाह्रो कुरो छैन। गाह्रो कुरो छैन, मात्र अलिकति सम्झेर लेख्नु पर्यो। यो पनि एउटा चाहिँ सबै किसिमका कुराहरू है। धेरै भित्र गएर लेख्न थाल्यो भने गाह्रो हुन्छ। तपाईँहरूले अब लेखिदिने महत्त्वपूर्ण पदहरूमा हामीले महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका छौँ भनेर एक सेन्टेन्स लेखेर, जस्तै ब्राकेटमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख भनेर पनि ठ्याक्क लेख्न सकिन्छ है। तर लामो त्यहीँभित्र प्रवेश गरेर त्यहीँ अल्मलिने होइन। तपाईँको एन्सर त मल्टिडाइमेन्सनल हुनु पर्यो। मल्टिडाइमेन्सनल भने विभिन्न आयामको कुरा आउनु पर्यो। अनि खालि त्यही एउटा प्रतिनिधित्वको मात्रै कुरा लेखेर पनि भएन। सशक्तिकरणको कुरो के छ, प्रतिनिधित्वको कुरो के छ, क्षमता विकासको कुरो के छ, आरक्षणका कुरा के छ, संरक्षणको कुरा के छ, पुनस्थापनाका कुराहरू के छन्, न्याय दिने कुराहरू कसरी चाहिँ अङ्गीकार गरिएको छ हेरी भन्ने यी समग्र आयामबाट तपाईँले हेरेर लेख्नु पर्यो है। त्यसो हो भने भइहाल्छ। तपाईँले 10वटा जति बुदामा यी विभिन्न आयाम समेट्ने हो उत्तरमा। महत्त्वपूर्ण चाहिँ डाइमेन्सन हुन्छ एन्सरमा। ल अब सबै कुरो आइसक्यो है। अन्तर्राष्ट्रिय सन्धिका पक्ष राष्ट्र पनि हो भन्ने कुरो पनि आइसक्यो। बरु त्यसको पछाडि ब्राकेटमा अलि स्पष्ट पारिदिनलाई सिड भनेर ठ्याक्कै लेखिदिने, त्यही हो। अन्तर्राष्ट्रिय महासन्धिहरू ब्राकेटमा सिड भनेपछि सिआइसी भनेपछि के को चाहिँ रहेछ भन्ने अलिकति तपाईँले जानेको रहेछ भन्ने पनि देखिन्छ। अब स्रोत साधनको वितरणमा असमानता छ भनेर तपाईँले एक सेन्टेन्स लेखे पनि हुन्छ। जस्तो अहिलेको हाम्रो चाहिँ एसडिआई ग्याप, जिडिपी ग्याप, पोभर्टी भेरिएसन, त्यसै गरी चाहिँ पाल्मा रेसियो, गिनी कोएफिसिएन्ट लगायतका आधारमा नेपालमा स्रोत साधन वितरणमा उच्च असमानता देखिएको छ। त्यसलाई सम्बोधन गर्न देखाएको मार्गचित्र प्रस्तुत गरेको छु। सङ्घीय सञ्चित कोषबाट प्रदेश स्थानीय तहमा गरिने वित्तीय हस्तान्तरणलाई मानव विकास सूचकाङ्क र भौगोलिक दुर्गमताका आधारमा थप न्यायपूर्ण बनाउने। अब त्यहाँबाट सुरु गर्नु पर्यो। भनेपछि वित्तीय हस्तान्तरणबाट स्रोत साधन वितरणमा रहेको असमानता सम्बोधन गर्नु पर्यो। जस्तो वित्तीय हस्तान्तरणमा एसडिआईमा दिने अङ्क बढाउनु पर्यो वा एसडिआईलाई मूल आधारको रूपमा लिनु पर्यो तपाईँले। त्यसो हो भने त्यसले बढी असमानतालाई सम्बोधन गर्छ। भौगोलिक जटिलता वा दुर्गमतालाई पनि अङ्क बढाउनु पर्यो।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसलाई पूर्ण रूपमा पालना गर्दै राजस्व बाँडफाँडमा पछाडि परेका क्षेत्रलाई विशेष सहुलियत दिन आवश्यक हुन्छ। जो पछाडि पर्यो, जस्तो अहिले रेभेन्यू क्यापेसिटीको आधारमा हेर्दाखेरि वा फिस्कल ग्यापको आधारमा जो पछाडि परेको छ उसलाई बढी दिनु पर्यो भनेको। प्रादेशिक सन्तुलन कायम गर्न ठुला पर्वतार र औद्योगिक क्षेत्रहरूको विस्तारलाई पछाडि परेका प्रदेशहरू जस्तै कर्णाली सुदूरपश्चिममा केन्द्रित गर्ने लगानीको नीति चाहियो र जातीय असमानता अन्त्य गर्न परम्परागत पेसामा संलग्न समुदायलाई आधुनिक प्रविधि र बजारसँग जोडेर आर्थिक आत्मनिर्भरताको मार्ग प्रस्तुत गर्नुपर्छ। यो चाहिँ चाइनाले गरेको मोडल हो, जहाँ जो जे काम गर्दैछ त्यही कामलाई राम्रो बनाइदिने, हिरो बनाइदिने है। माछा मार्नेहरू कहाँ माछा फ्याक्ट्री खोलिदियो, धनी बनाइदियो, त्यही कम्पनीको मालिक पनि बनाइदियो। मान्द्रो बुन्ने कहाँ त्यही किसिमका कम्पनी खोलिदियो, एक्सपोर्ट गर्ने व्यवस्था मिलाइदियो। त्यस्तो किसिमको टेक्नोलोजी ल्याइदिनु पर्यो। दुर्गम क्षेत्रका प्राकृतिक स्रोतहरूको परिचालनमा स्थानीय समुदायको अग्राधिकार सुनिश्चित गर्दै रोयल्टी वितरणमा उनीहरूको हिस्सा वृद्धि गर्नुपर्छ। हो, अब यहाँ मुख्य स्रोत साधनको वितरणमा तीनटा कुरो आयो। एउटा अन्तर सरकारी वित्तीय हस्तान्तरण, अर्को राजस्व बाँडफाँड, अर्को रोयल्टी वितरण। अब प्राकृतिक साधन स्रोत परिचालनमा बनिन्छ, जस्तो खानी होला, खनिज होला, हिमालको कुरा होला, वा जलविद्युत जलस्रोत कुरा होलान्, वनका कुराहरू होलान्। भनेपछि त्यो जहाँ छ त्यहाँको चाहिँ प्रभावित समुदाय, स्थानीय समुदायलाई अग्राधिकार दिने भनेको छ संविधानले पनि, आइएलओका अन्तर्राष्ट्रिय सन्धि सम्झौताले पनि। हामीले पनि त्यही अनुसार चाहिँ रोयल्टी वितरणको ढाँचामा पनि चेन्ज गर्नु पर्यो, ताकि बढी न्यायपूर्ण होस्। अहिले चाहिँ हाम्रो रोयल्टी वितरणको ढाँचाले उल्टो चाहिँ अन्यायपूर्ण अवस्था सिर्जना गरेका छ भन्ने छ विभेद। हो, एसडिजी 10 भनेको हामीले चाहिँ आन्तरिक र बाह्य असमानता न्यूनीकरण गर्ने लक्ष्य राखेका छौँ। एसडिजी 10 भनेको त्यसै गरी पछाडि पारिएका जातीय समूहका लागि सिप विकास र उद्यमशीलता कोष। अब हामीले इनोभेटिभ फन्ड भने जस्तो यिनीहरूको लागि एन्टरप्रिनरसिप फन्डहरू बनाउनु पर्यो, स्किल डेभलपमेन्ट फन्डहरू बनाउनु पर्यो। त्यहाँबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विशेष कार्यक्रमहरू ल्याउनु पर्छ। शिक्षामा सबैको समान पहुँच पुर्याउन दुर्गमका विद्यालयहरूमा भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन राज्यले प्राथमिकताका साथ लगानी गर्नुपर्छ। दुर्गम क्षेत्रमा पनि खास गरी चाहिँ एउटा जस्तो मनाङ मुस्ताङ जस्ता, वा चाहिँ रसुवाका चाहिँ उपल्लो क्षेत्र जस्ता, वा चाहिँ तपाईँको चाहिँ डोल्पा हुम्लाका चाहिँ माथिल्लो क्षेत्र जस्ता ठाउँमा जहाँ मान्छे कम बस्छन्, ती ठाउँमा इन्टिग्रेटेड चाहिँ ल्यान्ड पुलिङ गरेर, हाउस पुलिङ गरेर इन्फ्रास्ट्रक्चर पनि बनाउनु पर्ने हुन्छ। त्यसै गरी त्यो किसिमको कार्यक्रम लिएर जानु पर्यो। स्वास्थ्य सेवाको विकेन्द्रीकरण गर्दै विशेषज्ञ सेवालाई प्रदेश र स्थानीय स्तरसम्म विस्तार गरी उपचारको लागि सहर धाउनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ। साथै स्वास्थ्य सेवालाई सर्वसुलभ पनि बनाउनु पर्यो। अब सजिलै प्राप्त पनि हुने र महँगो पनि नहुने गरी हामीले लैजानु पर्यो। सामाजिक न्यायको नाममा हुने लक्षित कार्यक्रमहरूको दोहोरोपना हटाउन इन्टिग्रेटेड म्यानेजमेन्ट इन्फर्मेसन एन्ड कम्युनिकेसन सिस्टमहरूको विकास गरी वास्तविक लाभग्राही पहिचान गर्नु पर्यो। सामाजिक सुरक्षा कार्यक्रम धनीले पाउने, गरिबले नपाउने, वा पेन्सन पाउनेले सामाजिक सुरक्षा भत्ता खाने, दोहोरो सेवा सुविधा पाउने, एउटै व्यक्तिले सङ्घ प्रदेश स्थानीय 3 तहबाट कृषिमा अनुदान पाउने जस्ता काम भइरहेको छ। यो कुरा रोकेर वास्तविक लक्षित वर्ग जो पाएको छैन उनीहरूसम्म पुग्ने गरी हामीले डेटा म्यानेजमेन्ट गर्नु पर्यो, आइडेन्टिफाई गर्नु पर्यो। त्यो किसिमको सिस्टम चाहिन्छ। बजेट निर्माण प्रक्रियामा लैङ्गिक र सामाजिक समावेशीकरण जेसी र जेडसीलाई अनिवार्य शर्त बनाई स्रोत विनियोजनमा पारदर्शिता र उत्तरदायित्व वृद्धि गर्नु पर्यो। अब बजेट विनियोजन हो, अर्को स्रोत साधन वितरणमा न्याय गर्ने। बजेट विनियोजन गर्दाखेरि तपाईँले तथ्यमा आधारित भएर, रिसर्च बेस्ड भएर गर्नु पर्यो। पछाडि परेको समुदायलाई प्रोटेक्सन गर्ने गरी चाहिँ बजेट विनियोजन गर्नु पर्यो। वा विनियोजनमा न्याय भयो भने सामाजिक न्याय हुन्छ भन्ने छ। त्यसकारण एलोकेसन जस्टिस कायम गर्दै सोसल जस्टिसलाई स्थापित गर्न सकिन्छ। त्यो हिसाबले बजेट विनियोजनमा पनि सुधार गर्नु पर्यो। अहिले बजेट विनियोजन चाहिँ दबावका आधारमा, प्रभावका आधारमा, शक्तिशाली मान्छेहरूका आधारमा बढी गए भन्ने छ, होइन? ठिक छ। यो
एनइए 1073 साथीले लेखे ठिक छ। त्यसै गरी विपन्न वर्ग र दुर्गम क्षेत्रका नारीलाई विपन्न लक्षित आयमूलक कार्यक्रमहरू हामीले चाहिँ कर्णाली रोजगार कार्यक्रम भने जस्तै अब विपन्न आयमूलक कार्यक्रमहरू ल्याउनु पर्यो। हामीले लिएर आएको जस्तो प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम वा चाहिँ रोजगार कार्यक्रम जस्ता कार्यक्रमहरू जो छ त्यसलाई विपन्नको आयमूलक कार्यक्रमको रूपमा पुनर्संरचना गरी त्यसमा प्रत्यक्ष रूपमा उत्पादन र रोजगारीसँग जोड्न पर्यो। त्यस्तो कार्यक्रम गरिसकेपछि त्यहाँ उत्पादन पनि बढ्नु पर्यो, रोजगारी पनि सिर्जना हुनु पर्यो। दुईवटा मिनिमम शर्त पुरा हुने गरी कार्यक्रमलाई रिडिजाइन गर्नुपर्छ। संविधानले प्रदान गरेका मौलिक हकहरूको पूर्ण कार्यान्वयनका लागि आवश्यक पर्ने बाँकी रहेका ऐन, नियम, कार्यविधि, निर्देशिकाहरू तत्काल निर्माण गरी लागू गर्नु पर्यो। संविधानले त धेरै किसिमका मौलिक हकको व्यवस्था गरेका छ। ती मौलिक हक दिन सकियो भने, पुरा गर्न सकियो भने पनि न्याय कायम हुन्छ। त्यसै गरी राज्यका हरेक संयन्त्रमा प्रतिनिधित्व मात्र होइन, निर्णायक तहमा समावेशी वर्गको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने विशेष संयन्त्र बनाउनुपर्छ। अब अहिले हामीले संरचनात्मक प्रतिनिधित्व स्ट्रक्चरल रिप्रेजेन्टेसन गरेका छौँ। त्यसलाई फङ्सनल रिप्रेजेन्टेसनमा रूपान्तरण गर्नको लागि त्यो क्षमता विकास, सशक्तिकरण, तालिम, प्रशिक्षण, अझै माइनोरिटी भिटो भन्छ, यो अल्पसङ्ख्यकहरूलाई आफ्नो विषयमा निर्णय गर्ने भिटो अधिकार समेत दिनुपर्छ। भ्रष्टाचार र सुशासनको अभावले स्रोत साधनको न्यायपूर्ण वितरणमा परेको अवरोध हटाउन नियमनकारी निकायलाई थप शक्तिशाली र निष्पक्ष बनाउनु पर्यो। वा यो भ्रष्टाचार र कुशासनको अन्त्य गरेर हामीले स्रोत साधन जोगाएर पनि चाहिँ सामाजिक न्यायका लागि अन्याय हटाउनको लागि उपयोग गर्न सकिन्छ। विभिन्न किसिमका क्षेत्रीय जातीय विभेदका अवशेषहरूलाई हटाउन विद्यालयको पाठ्यक्रमदेखि नै सामाजिक सद्भाव र समानताको संस्कार विकास गर्ने दीर्घकालीन अभियानहरू चलाउनु पर्दछ। जस्तो हामीले सामूहिक भोज भतेरका कुरा गऱ्यौँ, सहशिक्षा भन्यौँ, सँगै बस्ने सबै किसिमका जातीय समुदाय एक ठाउँमा बसेर पठन पाठन गर्ने कुरा गऱ्यौँ। भनेपछि यस्ता कार्यक्रमहरूलाई हामीले अझै सार्थक रूपमा अगाडि बढाउनु जरुरी छ। राज्यका उपयुक्त नीतिगत र संरचनागत प्रयासहरूलाई निष्पक्ष ढङ्गले कार्यान्वयन लैजान सकिने मात्र वास्तविक रूपमा सामाजिक न्यायको अनुभूति नागरिक स्तरमा हुनसक्छ। स्रोत साधनको समतामूलक वितरणबाटै संघीयताको जग सुदृढ भई समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पुरा हुने विश्वास गर्न सकिन्छ। भनेपछि अब सामाजिक न्याय कायम गर्ने एउटा क्षेत्र स्रोत साधन वितरणमा न्याय हो। त्यस कारण सामाजिक न्यायका लागि हामीले नीति, कानुन, संस्था, पद्धति, कार्यक्रमहरू बनाएका छौँ। खासै राजनीतिक, आर्थिक, सामाजिक, वातावरणीय, प्राविधिक, प्रशासनिक क्षेत्रमा। त्यसै गरी स्रोत साधन वितरणमा न्यायका लागि के गर्नु पर्दो रहेछ भन्दाखेरिमा खास गरी वित्तीय संहितामा सुधार, त्यो भनेको वित्तीय हस्तान्तरणमा एसडिएलाई आधार लिने, राजस्व बाँडफाँडमा चाहिँ कमजोर वा फिस्कल ग्यापका आधारमा लिने, त्यसै गरी रोयल्टी वितरणमा चाहिँ विपन्न क्षेत्र र लाभग्राही स्थानीय समुदायलाई अग्राधिकार दिने, बजेट तथा योजना निर्माणमा एलोकेसन इफिसियन्सी, एलोकेसन जस्टिस, विनियोजन कुशलता र विनियोजन न्याय कायम गर्ने, त्यसै गरी स्रोत साधन सम्बन्धी कार्यक्रमहरू, लक्षित कार्यक्रमहरू जो छ त्यसमा टार्गेट ग्रुपहरू पहिचान गरेर उनीहरूलाई संलग्न गराएर कार्यक्रमहरू सञ्चालन गर्ने, यस्ता कार्यक्रममा हुनसक्ने अनियमितता, भ्रष्टाचारहरू नियन्त्रण गरी स्रोत साधन जोगाउने, बचाउने र त्यसलाई चाहिँ सही रूपमा फिल्डमा पुर्याउने सदुपयोगका कार्यक्रम सञ्चालन गर्ने, अहिले भएका प्रतिनिधित्वका कार्यक्रमहरूलाई सारभूत बनाएर तपाईँको चाहिँ नीति निर्माण गर्ने ठाउँमा, बजेट बनाउने ठाउँमा सारभूत प्रतिनिधित्व मार्फत न्याय स्थापित गर्न सकिन्छ। त्यस्ता अभ्यासहरू गरियो भने स्रोत साधन वितरण न्याय गर्न सकिन्छ र हाम्रो अहिले संविधानले खोजेको पनि त्यही हो भनेर लेख्ने। तर तपाईँ एउटै कुरामा धेरैतिर खेल्नु हुँदैन है। के हुन्छ भने छुने हो, चट्ट लाएर छोएर चट्ट सानो संक्षिप्त लेखेर अगाडि बढिहाल्ने। अब भ्रष्टाचार नियन्त्रण गर्ने भएर त्यसै अल्मलिनु भयो भने अरू फेरि कहाँ पुग्छ। त्यही भएर थोरै लेख्ने। भ्रष्टाचार र अनियमितताको कारणले पनि यो न्यायपूर्ण काम हुन सकेको छैन भन्ने कुरालाई उजागर मात्रै गरिदिने तपाईँले। ल अब अर्कोमा जाउँ। सामाजिक विवाद र द्वन्द्वले सामाजिक एवं सांस्कृतिक रूपान्तरणमा सकारात्मक नकारात्मक दुवै प्रभाव पार्न सक्छ भन्ने तर्कलाई
उदाहरणसहित पुष्टि गर्नुहोस्। यो सामाजिक विवाद द्वन्द्व भने चाहिँ दुईधारे तरबार भन्छ होइन। यसका सकारात्मक पक्ष पनि छन्, नकारात्मक पक्ष पनि छन्। तपाईँले म्यानेज गर्न सक्नुभयो भने सकारात्मक कुरा बढेर जान्छ, नकारात्मक कुरा कम हुन्छ। म्यानेज गर्न सक्नु भएन भने नकारात्मक प्रभाव बढी पर्छ। नेपालको सन्दर्भमा सांस्कृतिक विविधतालाई सामाजिक परिचालन र राष्ट्रिय एकताको बलियो आधार बनाउन कुन पक्षमा सुधार आवश्यक देख्नुहुन्छ, लेख्नुहोस्। यो विविधता व्यवस्थापनको प्रश्न हो। सांस्कृतिक विविधता व्यवस्थापन गर्नु पर्यो। अब सामाजिक सांस्कृतिक रूपान्तरण त पढ्दै आएको। अब प्रभाव त त्यसले के पार्छ, के जोडिन्छ विवाद र द्वन्द्व भन्ने अलिकति जोडेर हेर्नुपर्छ भन्ने। सामाजिक विवाद र द्वन्द्वले समाजको गतिशीलतालाई निर्देशित गर्दै सामाजिक एवं सांस्कृतिक संरचनाहरूको पुनः दुईधारे तरवारको भूमिका निर्वाह गर्छ। दुईधारे तरवार चलाउन जान्यो भने काम लिन सकिन्छ, चलाउन जानेन भने आफ्नै टाउको काट्छ, हात काट्छ। समाजमा विद्यमान असमानता र शक्ति सम्बन्धको सन्तुलन मिलाउन द्वन्द्वले कहिले सृजनात्मक त कहिले ध्वंसात्मक नतिजा निम्त्याउने तथ्य सर्वविदितै छ। भनेपछि व्यवस्थित गर्न सकिएन भने ध्वंसात्मक हुन्छ द्वन्द्व, गर्न सकियो भने मात्रै सृजनात्मक हुने हो। सामाजिक सांस्कृतिक रूपान्तरणमा द्वन्द्वको सकारात्मक प्रभाव। द्वन्द्वले समाजमा गढेर रहेका अन्यायपूर्ण प्रथा, परम्परा, विभेदकारी संरचनाहरूलाई भत्काएर नयाँ प्रगतिशील मूल्यको स्थापना गर्न सहयोग पुर्याउँछ। अरू यस्तोको ब्राकेटमा यसो एक दुईवटा लेख्दै हुन्छ होइन। देउगी होला, झुम्का होला, कमलरी होला होइन, दास प्रथा होला, यस्ता कुराहरू। नेपालमा 2062-63को जनआन्दोलनले एकात्मक राजतन्त्रात्मक शासन व्यवस्था वा त्यसलाई एकात्मक तपाईँको चाहिँ सामन्ती राज्य व्यवस्थाको अन्त्य गरी धर्मनिरपेक्षता र समावेशिता जस्ता नवीन सांस्कृतिक आयामहरू स्थापित गरेको छ। द्वन्द्वले यसरी चाहिँ रूपान्तरण पनि गर्छ। सामाजिक असन्तुष्टि र द्वन्द्वले नै दलित समुदायहरूलाई मन्दिरको प्रवेश, सार्वजनिक स्थानमा पहुँच जस्ता नागरिक अधिकार दिलाउन उत्प्रेरित गरेको देखिन्छ। दलितहरू निरन्तर आवाज उठाएका छन्, विवाद गरेका छन्। त्यस कारणले गर्दा समाज चाहिँ लिबरल हुँदै गएको छ। द्वन्द्वको माध्यमबाट सीमान्तकृत समूहले आफ्नो पहिचान र अस्तित्वको खोजी गर्ने अवसर पाउँदा समाजमा बहुसांस्कृतिवादको अवधारणा बलियो भएर जान्छ। अहिले चाहिँ मोनोकल्चरलिजमबाट मल्टिकल्चरलिजमतर्फ हामी गइरहेका छौँ। वा एउटै जाति, धर्म, भाषा चाहिँ प्रधान हुने सिस्टम थियो भने अब बहुजाति, बहुभाषा, बहुधर्मको अस्तित्वलाई स्वीकार गर्दै जाने अवस्था सिर्जना भएको छ। वैचारिक द्वन्द्वले पुराना कुरीति र अन्धविश्वासमा आधारित संस्कारहरूलाई विस्थापित गर्दै वैज्ञानिक र मानवीय दृष्टिकोण अङ्गीकार गर्न बाध्य बनाउँछ। जस्तो बेला पनि धामी झाँक्रीको पछाडि लाने कुरा छोडेर उपचारमा जाने पद्धति अहिले सुरु भएको छ भनेको यो काम गर्छ। श्रम सम्बन्धी विवाद, द्वन्द्व, वर्गीय सङ्घर्षहरूले श्रमिकको अधिकार सुनिश्चित गर्दै आर्थिक वितरण प्रणालीलाई बढी न्यायपूर्ण र मानव अधिकार मैत्री बनाउन मद्दत गर्छ। ट्रेड युनियन अधिकारका कुराहरू, सामूहिक सौदाबाजीका विषयहरू, श्रमिकको बिमाका विषयहरू, कार्यस्थल सुरक्षाका विषयहरू यिनैका कारणले प्राप्त भएको हो। द्वन्द्वले शान्तिपूर्ण निकास खोज्ने क्रममा संवाद र सहमतिको संस्कृति विकास गराई लोकतान्त्रिक संस्थाहरूलाई थप जिम्मेवार र जवाफदेही बनाउन सहयोग गर्दछ। द्वन्द्व भएपछि के गर्नु पर्यो? संवाद गर्नु पर्यो, सहमति गर्नु पर्यो। भनेपछि कल्चर चाहिँ के गर्छ भन्दाखेरिमा लिबरल कल्चर, डेमोक्रेटिक कल्चर विकास गर्न र जिम्मेवारीमा रहेकाहरूलाई जवाफदेही बनाउन पनि यसले सहयोग पुर्याउँछ। संसारमा भएको महिलावादी आन्दोलन, विवाद, द्वन्द्व, त्यसबाट सिर्जित विवादले पितृसत्तात्मक सोचमा परिवर्तन ल्याई लैङ्गिक समानताको दिशामा ठुलो सांस्कृतिक रूपान्तरण ल्याएको मान्न सकिन्छ। अहिले तपाईँले उदाहरण दिनुभयो राज्यका विभिन्न निकायमा प्रमुखमा महिलालाई पुर्याउने सम्मको अवस्था महिला अधिकारवादी आन्दोलन र द्वन्द्वहरूले नै गरेको हो है। त्यो द्वन्द्व नभएको भए भने यति छिटो यसरी चाहिँ परिवर्तन त भइहाल्ने थिएन, यथास्थितिमै रहन्थ्यो। त्यस कारण यसरी बहुआयामिक क्षेत्रमा द्वन्द्वले सकारात्मक प्रभाव पारेको छ। यसमा पनि तपाईँले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, अन्य भनेर पनि लेख्न सक्नुहुन्छ। राजनीतिक रूपमा उहाँहरूको उपस्थिति, प्रतिनिधित्वको विषय कसरी बढेर गयो। त्यसै गरी सामाजिक रूपमा उहाँहरूको सहभागिता, खुल्लापन, तपाईँको घर परिवारको नेतृत्व, व्यवसायहरूको नेतृत्व होइन, राजनीतिक सङ्गठनको नेतृत्व, एनजिओ आइएनजिओमा नेतृत्व,
महिलाहरूको रोजगारीमा हिस्सा बढ्दै जाने जस्ता विषयहरू भए। दलित अल्पसङ्ख्यकहरूका मान्छेहरूको उपस्थिति प्रतिनिधित्व बढ्यो विभिन्न फोरमहरूमा भन्ने कुरा। सांस्कृतिक रूपमा बहुभाषा बहुजाति बहुधर्म बहुसंस्कृतिलाई अवलम्बन गरियो। विभिन्न भाषा धर्म संस्कृतिहरूलाई एकअर्कामा चाहिँ स्वीकार गरियो सम्मान गरियो। राष्ट्रिय पर्वहरूको रूपमा तिनलाई चाहिँ खुसी मनाउने काम गरियो। मधेसका चाड पहाडमा मनाउन थालियो, पहाडका चाडहरू मधेसमा पनि मनाउन थालियो। यो किसिमको चेन्ज पनि ल्याएको छ। इकोनोमिक रूपमा पनि आर्थिक रूपमा पछाडि परेको वर्ग समुदायलाई हामीले चाहिँ मेन स्ट्रिमिङ गर्ने किसिमका कार्यक्रमहरू लिएर आयौँ। विभिन्न किसिमका प्रशासनिक रूपमा पनि यस्तो रूपान्तरण देखियो। हिजो 6 थर घर प्रथा वा राणाहरूको एबिसी वर्ग वा निश्चित समुदायका मान्छेको मात्रै प्रतिनिधित्व थियो भने आज त्यहाँ उपस्थिति चाहिँ बढाउने यसले चाहिँ भूमिका निर्वाह गर्यो। खास गरी महिलावादी क्षेत्रमा, महिला अधिकारको क्षेत्रमा, अपाङ्गताको क्षेत्रमा, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको विकासको क्षेत्रमा यसले योगदान गर्यो। विकृति विसङ्गतिहरू, दाइजो प्रथा, झुम्का प्रथा, देउकी प्रथा, कमलरी प्रथा, बाधा प्रथा, दास प्रथा, सती प्रथा जस्ता प्रथाहरूको उन्मूलन गर्ने काममा त्यही विवाद द्वन्द्वकै उपजको रूपमा तिनीहरू उन्मूलन हुँदै हट्दै जाने क्रम जारी छ। यसरी चाहिँ सकारात्मक प्रभावहरू पारेको छ भने राज्य पुनर्संरचना गरेर लोकतान्त्रिक उदार समावेशी विकेन्द्रित सङ्घीयताको कार्यान्वयनमा पनि चाहिँ यसको भूमिका रह्यो भनेर तपाईँहरूले बहुआयामिक रूपमा लेख्न सक्नुहुन्छ। जहाँ पनि तपाईँले हेर्ने भनेको मैले लेखा उत्तर चाहिँ लेखेँ, गजब लेखेँ, तर एउटै कुरा 1 पेज लेखेँ कि मैले 10वटा कुरा 1 पेजमा लेखेँ भनेर चाहिँ हेर्नु पर्यो। अब आफ्नो स्टाइल हो, जसरी लेखे पनि हुन्छ। छोटो लेख्ने राजनीतिक रूपान्तरणमा द्वन्द्वले भूमिका खेलेको जस्तै एकात्मकबाट सङ्घात्मक सब बुलेट बनाएर लेख्न पनि सकिन्छ। तपाईँको चाहिँ एक धर्मबाट धर्मनिरपेक्ष होइन समावेशी भनेर चाहिँ सब बुलेट दिएर पनि लेख्न सकिन्छ लेख्दाखेरि। अब आफ्नो अभ्यास जस्तो छ त्यही अनुसार लेख्ने। यो चाहिँ यस्तै भन्ने छैन, एउटै वाक्यमा खुराएर पनि लेख्न सकिन्छ। तपाईँले माथि लेखिसकेको छ, पटक पटक कनेक्सन गरिरहनु पर्दैन है। माथि लेख्नु भएको नि त, दोहोरै अर्थ लाग्छ, प्रभाव पर्छ उहाँ। द्वन्द्वको नकारात्मक प्रभाव। द्वन्द्वमाथि नै भनिसकेको छ दुईधारे तरबार हो। व्यवस्थापन राम्रो भएन भने ध्वंसात्मक नतिजा आइहाल्छ। लामो समयसम्म चल्ने हिंसात्मक द्वन्द्वले समाजमा आपसी अविश्वास र घृणाको बिउ रोपेर सामाजिक पुँजीको रूपमा रहेको सद्भावलाई नष्ट गर्दछ। सोसियल हार्मोनी सोलिड्यारिटी लाई चाहिँ यसले नष्ट गर्छ। हेर्नुहोस्, द्वन्द्व धेरै समय चल्यो भने समाजलाई विभाजित गर्छ, समाजमा पक्ष र विपक्ष खडा गर्छ र तिनीहरूको बिचमा दुश्मनी सिर्जना गर्छ। द्वन्द्वले घृणाको बिउ रोप्छ। द्वन्द्वले नेपालमा पनि 10 वर्ष सशस्त्र द्वन्द्वको समयमा कैयौँ ऐतिहासिक सांस्कृतिक धरोहरहरू अमूर्त परम्पराहरू भत्किनुका साथै पुस्तान्तरण हुनबाट समेत रोकिएका थिए। भनेपछि हाम्रो ऐतिहासिक धार्मिक सांस्कृतिक मूर्त अमूर्त परम्पराहरू भौतिक ज्ञानहरू हस्तान्तरण र संरक्षणमा बाधा पुग्छ। जाति वा धार्मिक नाममा हुने विवादले गर्दा राष्ट्रिय अखण्डतामा त आँच पुग्ने समाज विखण्डनतर्फ ढकेलिने गम्भीर खतरा रहन्छ। उदाहरण दिने तपाईँले धेरै देशहरू यही दोस्तै द्वन्द्वले फुटेका छन्। सुडानको विघटन, नाइजेरियाको विघटन यस्तै कारणले भएको। द्वन्द्वको कारणले हुने विस्थापनले मानिसहरूलाई आफ्नो मौलिक थाकथलो र सांस्कृतिक वातावरणबाट अलग गराई पहिचानको सङ्कट पैदा गरिदिने सम्भावना रहन्छ। द्वन्द्व हो, भाग्न पर्यो, भागेको कारणले गर्दा पहिचान नष्ट हुन्छ। नकारात्मक द्वन्द्वले आर्थिक उत्पादनका क्षेत्रहरू ठप्प पार्ने हुँदा सामाजिक विकासको गति रोकी गरिबी र पछौटेपनले समाजलाई थप ग्रस्त बनाउँछ। हामी कहाँ पनि गरिबीको दर उच्च हुनुमा द्वन्द्व प्रमुख कारण छ। द्वन्द्वले गर्दा राज्यका कार्यक्रमहरूलाई हल्ट गर्यो, पूर्वाधारहरू भत्कायो, सोसियल डेभलपमेन्टका कार्यक्रमहरू अगाडि बढ्न सकेन। त्यस कारण गरिबी जहाँको त्यहीँ रहने काम भयो। यसमा पनि चाहिँ द्वन्द्वले चाहिँ इम्प्याक्ट पार्यो। द्वन्द्वको क्रममा हुने हिंसाले बालबालिका र महिलाहरूमा मनोवैज्ञानिक त्रास पैदा गरी समाजमा त्रास र असुरक्षाको संस्कृति विकास हुन्छ। हो, अहिले पनि जस्तो लगानीको वातावरणमा हान्यो, मान्छेहरूमा अझै पनि मनोवैज्ञानिक त्रास छ, सेक्युरिटीको फिलिङ आइसकेका छैन हामी कहाँ पनि। शक्ति सङ्घर्षका कारण समाजका बौद्धिक र सृजनशील जनशक्ति पलायन हुने हुँदा राष्ट्रले लामो समयसम्म बौद्धिक रिक्तताको सामना गर्नुपर्ने हुन्छ। देशमा द्वन्द्व भइरह्यो भने ट्यालेन्ट मान्छेहरू, बौद्धिक मान्छेहरू, राम्रा मान्छेहरू देश छोडेर जान्छन्।
अनि उनीहरू देश छोडेर जाने भनेपछि राज्यमा त बौद्धिक खडेरी सिर्जना हुन्छ। कहिलेकाहीँ विवाद समाधानका नाममा गरिने सम्झौताहरू, अनावश्यक सम्झौता गर्ने वा हामी द्वन्द्व गरेको कारणले गर्दा विदेशीको दबाव र प्रभाव झेल्नुपर्ने भएको कारणले गर्दाखेरि मौलिक संस्कृतिहरू कमजोर हुने, बाह्य संस्कृतिको प्रभुत्व बढेर जाने, सार्वभौम सत्तामा नै चाहिँ सङ्कुचन आउने अवस्था पनि सिर्जना हुन्छ। त्यसकारण द्वन्द्वलाई हामीले समयमै निराकरण गर्नुपर्छ। गर्न सकेन भने अनेकन हुन्छ। व्यक्तिगत रूपमा पनि व्यक्तिले आफ्नो वैचारिक द्वन्द्वलाई समयमै सम्बोधन गर्न सकेन भने स्वास्थ्य समस्या आउँछ, मानसिक स्वास्थ्य खलबलिन्छ, रोग लाग्छ, चिन्ताले डिप्रेसनमा जान्छ। यसरी द्वन्द्वलाई समय व्यवस्थापन गर्न सक्दा अनेक प्रकृतिका चाहिँ नकारात्मक प्रभावहरू देखा पर्दछन् भन्ने टुङ्ग्याउने। अब सांस्कृतिक विविधतालाई राष्ट्रिय एकता तथ्य लेख्दाखेरि केही हुँदैन, हुनु नि तथ्य लेख्नु पर्यो। त्यहाँ पार्टी वा आन्दोलनलाई गर्ने होइन। द्वन्द्वको समयमा अवरोध त भयो, विभिन्न पूर्वाधारहरू ढले भन्ने कुरा त सत्य हो। जेन्जी आन्दोलनमा मात्रै 84 अर्बको चाहिँ क्षति भएको सरकारले प्रतिवेदन दिएको छ। उहाँहरू लेखिदिनुहोस् न। तपाईँले राम्रो नराम्रो भन्नै पर्ने। जेन्जी आन्दोलनले 84 अर्ब बराबरको क्षति भएको सरकारको रिपोर्टमा उल्लेख छ भनेर लेख्नु त यसै मिल्यो है। ल, सांस्कृतिक विविधतालाई राष्ट्रिय एकताको आधार बनाउन आवश्यक सुधारहरू। विविधतालाई समस्याको रूपमा नभए राष्ट्रको सम्पत्तिको रूपमा स्वीकार्ने उदार राष्ट्रिय दृष्टिकोणको विकास गर्न शिक्षा प्रणालीमा सुधार गर्नुपर्दछ। भनेपछि अहिले हामीले विविधतालाई समस्याको रूपमा हेरेका छौँ। विविधता समस्या होइन, विविधता भनेको सम्पत्ति हो, पुँजी हो भन्ने रूपमा लिन सक्नु पर्यो। त्यो उदार दृष्टिकोण चाहियो। त्यसको लागि स्कुलिङ चेन्ज भनेको राज्यका सबै अङ्ग र सार्वजनिक सेवाहरूमा सबै जात जाति र भाषाभाषीको समानुपातिक प्रतिनिधित्व गराई राज्यप्रति अपनत्व भावना जागृत गराउनु पर्यो। अब हामीले प्रशासन मात्र होइन, सबै अङ्गमा सबै सेवामा चाहिँ यस्तो किसिमको अवस्था सिर्जना गर्नुपर्छ। विभिन्न समुदायका मौलिक चाडपर्व, भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश र स्थानीय सरकारले समेत विशेष बजेट योजना निर्माण गर्नुपर्ने देखिन्छ। किनभने अब ठुलो किसिमका चाहिँ सङ्घले भएको छ, साना साना चाहिँ जाति समुदाय समूहहरूको विशेष संरक्षणको काम त सब नेसनल गभर्मेन्टले गर्नु पर्यो। अन्तर सांस्कृतिक संवाद र आदान प्रदानका कार्यक्रमहरू सञ्चालन गरी एक समुदायले अर्को समुदायको मूल्य मान्यतालाई सम्मान गर्ने वातावरण बनाउनु पर्छ। हो, अब संयुक्त किसिमका बैठक, छलफल, भेला, गोष्ठी, पिकनिक कार्यक्रम होइन, सांस्कृतिक कार्यक्रमहरू, चाडपर्व सेलिब्रेसनका कार्यक्रमहरू मनाउनु पर्यो। उदाहरणको लागि टुनी खेलमा हुने चाहिँ लोसारको कार्यक्रममा अन्य समुदायलाई पनि अतिथिको रूपमा आमन्त्रण गरी सम्मान गर्न सकिन्छ। त्यसरी गर्दै गयो भने भोलि अन्तर सांस्कृतिक संवाद राम्रो हुन्छ। राष्ट्रिय पाठ्यक्रममा नेपालका सबै जात जातिका गौरवपूर्ण इतिहास र योगदानलाई समावेश गरी विद्यार्थीहरूमा राष्ट्रिय गौरवको भावना भर्नु पर्यो। भनेपछि पाठ्यक्रम पनि समावेशी हुनु पर्यो। त्यहाँ सबै जात जातिको गौरवपूर्ण कुराहरू, राम्रा कुराहरू समेटिनु पर्यो। सञ्चार माध्यमहरूले पनि कुनै एक खास संस्कृतिको मात्र प्रवर्धन नगरी नेपालको विविधता झल्कने बहुभाषिक बहुसांस्कृतिक सामग्रीहरूलाई प्राथमिकता दिनु पर्यो। अब मिडिया सेक्टरले पनि त्यसै गरी प्रमोट गर्नु पर्यो। राजनीतिक दलहरूले भोटको राजनीतिका लागि जातीय र क्षेत्रीय नारा लगाउने प्रवृत्ति त्याग गरी साझा राष्ट्रिय एजेन्डामा सबैलाई गोलबन्द गर्नुपर्ने देखिन्छ। भनेपछि पोलिटिकल सेक्टरले फाइदाको लागि एजेन्डा उठाउने होइन, वास्तवमा तपाईँको चाहिँ यो विविधताको सम्बोधनका लागि काम गर्नु पर्यो उनीहरूले। त्यसरी कानुनको शासन र निष्पक्ष न्याय प्रणाली सुनिश्चितता गरी कुनै पनि समुदायमाथि हुने विभेद थिचोमिचोलाई तत्काल कानुनी उपचारको दायरामा ल्याउनु पर्यो। अब चाहिँ कुनै जाति विशेषलाई भेदभाव भयो भनेपछि चाहिँ उजुरी नै लिन गाह्रो हुने, तपाईँको सुनवाई नै नहुने जस्तो प्रवृत्तिको अन्त्य गर्नु पर्यो। अब पर्यटन विकासका योजनाहरू बनाउँदा स्थानीय सांस्कृतिक विविधतालाई मुख्य आकर्षणको रूपमा जोडेर आर्थिक लाभको हिस्सा समुदायमा पुर्याउनु उपयुक्त हुन्छ। उदाहरणको लागि तपाईँले दिने स्पेन डाइभर्सिटी बेस्ड टुरिज्म भनेर ब्राकेटमा लेखिदिने,
भुटान कल्चरल टुरिज्म भनेर लेखिदिने। नेपालको संविधानले परिकल्पना गरेको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्रियतालाई व्यवहारमा उतार्न इमान्दार राजनीति इच्छाशक्ति चाहिन्छ। सबभन्दा ठुलो चाहिँ पोलिटिकल विलिङनेस, कमिटमेन्ट एन्ड लिडरसिप हुन्छ। राजनीतिले सही बाटो देखायो भने, उसले गरेका व्यवहार अनुकरणीय भयो भने स्वतः रूपमा त्यो सञ्चार हुन्छ, राम्रो कुराको सञ्चार हुन्छ र यो चाहिँ राष्ट्रिय एकता बलियो र सुदृढ भएर जान्छ। तपाईँले मोदीको उदाहरण दिन सक्नुहुन्छ। मोदीले दलित समुदायको महिलालाई ल्याएर खुट्टा ढोगेर पूजा गरेर बेला बेला फोटो हाले देख्नुहुन्छ नि। सिम्बोलिक रूपमा राष्ट्रको प्रमुखले गरेको एउटा प्रयास हो। सामाजिक द्वन्द्वलाई समयमै व्यवस्थापन गरी यसबाट प्राप्त हुने ऊर्जालाई सकारात्मक रूपान्तरणमा ल्याउनु नै आजको लोकतान्त्रिक राज्यको मुख्य बुद्धिमानी र सफलता हो। विविधताभित्रको एकतालाई मजबुत बनाउँदै आपसी सद्भाव कायम राख्न सके मात्र नेपालले दिगो शान्ति र विकासको लक्ष्य हासिल गर्न सक्छ। भनेपछि अब हामीले राज्यमा विकास मात्रै होइन, स्थिरता र शान्ति कायम गर्ने हो भने पनि सांस्कृतिक विविधताको व्यवस्थापन गर्नु जरुरी छ। विविधता व्यवस्थापन भएन भने, जस्तो अहिले विविधता व्यवस्थापनको नयाँ आयाम भनेको पुस्तान्तरित विविधता व्यवस्थापन पनि हो। हामी कहाँ मिलेनियलदेखि अल्फा जेनेरेसनसम्म छ, त्यो सबै जेनेरेसनको पनि विविधता व्यवस्थापन गर्नुपर्ने रहेछ नि त। नयाँ पुस्ताको विविधतालाई, इच्छालाई, चाहनालाई नबुझ्दाखेरि त द्वन्द्व हुँदो रहेछ नि त। हो, यसरी बहुआयामिक रूपमा हामीले विविधतालाई व्यवस्थापन गऱ्यौँ भने मात्रै स्थिरता हुन्छ, शान्ति हुन्छ, विकास हुन्छ र राष्ट्रिय एकता मजबुत हुन्छ। ल अब अर्कोमा, अब जनसङ्ख्या व्यवस्थापनका पछिल्ला आयामहरू औल्याउँदै नेपालमा तीव्र रूपमा भइरहेको सहरीकरण र बढ्दो प्रौढ अवस्थाले सिर्जना गरेका नयाँ सामाजिक चुनौतीहरूको विश्लेषण गर्नुहोस्। सङ्गठित अपराध र भ्रष्टाचार निवारणमा सामाजिक जिम्मेवारीको भूमिकालाई कसरी प्रभावकारी बनाउन सकिएला, उपायहरू सुझाउनुहोस् भन्ने प्रश्न छ। अब यसमा दुईटा जोडिएको छ। पहिला पपुलेसन म्यानेजमेन्टमा के सिफ्ट आएको छ थोरै लेख्नु पर्यो, किनभने 5 नम्बरमा दुईटा छ, 2 + 3। सहरीकरण र प्रौढ अवस्थाले कस्ता सामाजिक चुनौती ल्याएको छ भन्नेलाई अलि जोड दिएर लेख्नु पर्यो। नेपालको जनसाङ्खिक संरचनामा आएको द्रुत परिवर्तनले राज्यको विकास र सामाजिक सुरक्षाको नीतिमा गहन पुनर्विचार गर्नुपर्ने संवेदनशील घडी आएको छ। जनसङ्ख्याको व्यवस्थापन केवल अङ्कको सन्तुलन मात्र नभई यो नागरिकको गुणस्तरीय जीवन र समुन्नत समाज निर्माणको आधारभूत विषय भएकाले थप सुधार अपरिहार्य छ। जनसङ्ख्या व्यवस्थापनका पछिल्ला आयामहरू। नेपालको राष्ट्रिय जनसङ्ख्या नीति 2082ले जनसङ्ख्या नियन्त्रणको नीतिलाई छोडेर जनसङ्ख्यामा प्रोनेटालिस्ट भन्छ, अर्थात् जन्मदर बढाउने सोचलाई आत्मसात गरेको छ। भनेपछि विगतमा हामी जनसङ्ख्या नियन्त्रण भन्थ्यौँ, अब हामी जनसङ्ख्या व्यवस्थापनको नीतिमा गएका छौँ। अर्थात् विगतमा वृद्धि दर घटाउने भन्थ्यौँ भने अब हामी जनसङ्ख्याको वृद्धि दर बढाउने सोचलाई आत्मसात गर्न थालेका छौँ। कुल प्रजनन दर प्रतिस्थापन तहभन्दा तल झरेकोले जनसाङ्खिक लाभांश गुम्न नदिने नयाँ आयाममा जोड दिइएको छ। त्यो भनेपछि अहिले टोटल फर्टिलिटी रेट चाहिँ पपुलेसन रिप्लेसमेन्ट रेट भन्दा तल झऱ्यो। अब 2 भन्दा तल झरेपछि त कम भयो, 1.93मा झऱ्यो भनेपछि अब यही पारा हो भने नयाँ बच्चा नजन्मिने, नयाँ बच्चाको जनसङ्ख्या कम हुने, बुढौली जनसङ्ख्या बढी हुने र पपुलेसन डिभिडेन्ड गुम्छ। त्यही भएर पपुलेसन डिभिडेन्ड गुम्न नदिनको लागि हामीले फर्टिलिटी रेटलाई 2 भन्दा माथि कायम राख्नुपर्छ भन्ने सोच लिएका। आन्तरिक र बाह्य बसाइसराईको नियमनलाई प्राथमिकता दिँदै जनसङ्ख्याको क्षेत्रीय वितरणमा सन्तुलन कायम गर्ने नीति राज्यले अघि सारेको छ। भनेपछि हाम्रो बसाइसराई अव्यवस्थित भएको छ, अनियन्त्रित भएको छ, यसलाई नियमन गर्ने र क्षेत्रीय सन्तुलन कायम हुने गरी जनसङ्ख्या व्यवस्थापन गर्ने कुरालाई हाम्रो आयाममा समावेश गरिएको छ। त्यसैगरी जनसाङ्खिक लाभांशको उच्चतम उपयोगको लागि युवा जनशक्तिलाई स्वदेशमै रोजगारी र उद्यमशीलतामा जोड्ने कार्यलाई प्राथमिकतामा राखिएको छ। त्यो भनेको हाम्रो युथ ब्लिडिङ भन्छ होइन, युवा पलायन, यसलाई रोक्नको लागि उनीहरूलाई यहीँ रोजगारी, यहीँ सम्मान, यहीँ अवसर
को नीतिलाई हामीले साथमा लिएका छौँ, त्यसमा अहिले जोड दिएको छ। त्यसैगरी नागरिकको पञ्जीकरण र व्यक्तिगत घटना दर्तालाई प्रविधिसँग जोडेर भाइटल स्ट्याटिस्टिक्सका आधारमा योजना तर्जुमा गर्ने पद्धति सुरु भएको छ। एनआइडी एमआइएस डेटा अपडेट गर्ने र त्यो डेटाको आधारमा प्लानिङ र बजेटिङ गर्ने कुरा संविधानले पनि लेख्यो। हामीले यसलाई अब आधारभूत विषयको रूपमा वा डेमोग्राफिक स्ट्याटसको आधारमा डेभलपमेन्ट पोलिसी बनाउनुपर्छ भन्ने कुरालाई हामीले सुरु गरेका छौँ। यसरी परम्परागत किसिमका मान्यतालाई तोड्दै अहिले मूलतः 4-5वटा कुरा हामीले ल्याएको नयाँ कुरा रहेछ। एउटा, जनसङ्ख्या अब नियन्त्रण होइन, जनसङ्ख्या व्यवस्थापन। अर्को, जन्मदर घटाउने होइन, अब जन्मदर अभिवृद्धि गर्ने। डेमोग्राफिक डिभिडेन्डको लस भइरहेको छ, त्यसलाई डेमोग्राफिक डिभिडेन्डको लस हुन नदिने। आन्तरिक र बाह्य बसाइ अव्यवस्थित छ, अनियन्त्रित छ, असन्तुलित छ, त्यसलाई नियमित, व्यवस्थित र सन्तुलित बनाउने। डेमोग्राफिक डिभिडेन्डको सदुपयोग गर्न युवाको पलायन रोक्ने र देशभित्रै चाहिँ अवसर, उद्यमशीलता, रोजगारी र सम्मानको अवस्था सिर्जना गर्ने। साथै डेमोग्राफिक स्ट्याटसमा आएको चेन्जमा आधारित भएर डेभलपमेन्टको प्लान र पोलिसी बनाउनका लागि एनआइडी एमआइएस जस्ता डेटाहरूको प्रयोग गर्ने जस्ता आधुनिक कुराहरूलाई हामीले जनसङ्ख्या व्यवस्थापनमा समावेश गरेका छौँ। अब यसमा व्यवस्थापनका परम्परागत आयाम भनेर तपाईँले अन्य कुराहरू लेख्न सक्नुहुन्छ। राजनीतिमा यो गर्ने, युवालाई यो गर्ने, महिलालाई यो गर्ने, अपाङ्गता भएकालाई यो गर्ने, अल्पसङ्ख्यकहरूलाई यो गर्ने भएर। तर मूलत यी आयामहरू छन् र एउटा अब छुटेको भनेको यो एकीकृत र गुणस्तरीय बस्ती विकासको अभ्यासलाई क्रमशः कार्यान्वयन गर्दै लैजाने पनि हाम्रो आयाम हो। अबको नीति हाम्रो आयाम भनेको यो छरिरहेका बस्ती जहाँ जहाँ छ त्यहाँ विकास पुर्याउने होइन, विकाससहितको एकीकृत बस्ती सरकारले बनाउने र पपुलेसनलाई त्यहाँ लैजाने, त्यो किसिमको कुरा पनि अहिले हाम्रो पपुलेसन म्यानेजमेन्टमा समावेश गरिएको छ। अब चुनौतीहरू, सहरीकरण र बढ्दो प्रौढ अवस्था वा एजिङले सिर्जना गरेका चुनौतीहरू। तीव्र सहरीकरणले गर्दा सहरहरूमा अव्यवस्थित बस्ती, सुकुम्बासीको समस्या, आधारभूत सेवा सुविधाको माग र आपूर्तिमा असन्तुलन पैदा भएको। संयुक्त परिवारबाट एकल परिवारतर्फको रूपान्तरणले गर्दा ज्येष्ठ नागरिकहरू सामाजिक र भावनात्मक रूपमा एक्लिँदै जाने र सामाजिक सुरक्षाको अभाव हुने देखिएको। कार्यक्षमता भएका जनशक्ति वैदेशिक रोजगारीमा जाँदा ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै जाँदा कृषि क्षेत्रमा, निर्माण क्षेत्रमा लेबर सर्टेज भई उत्पादकत्वमा ह्रास आएको। किन अहिले गाउँ गाउँमा जमिन माझो भयो भन्दा एउटा मूल कारण त युवा विदेशीय हो नि, होइन? कृषिमा अनुपस्थित भूस्वामित्व बढ्यो, बाँझो राख्ने प्रचलन बढ्यो। किन भन्दाखेरिमा हामी कहाँ युवा छैनन्। सहरहरूमा बढ्दो भिडभाड र वातावरण प्रदूषणले गर्दा ज्येष्ठ नागरिकहरूमा श्वास प्रश्वास, मानसिक स्वास्थ्य सम्बन्धी नयाँ स्वास्थ्य चुनौती थपिएका। ज्येष्ठ नागरिक मात्रै होइन, अरूमा पनि यो समस्या छँदैछ। ज्येष्ठ नागरिकका लागि छुट्टै र विशिकी स्वास्थ्य सेवाको पहुँच सबै क्षेत्रमा पुर्याउन नसक्दा उनीहरूको उपचार पनि कष्टकर बन्दै गएको छ। अब अहिले केही हामीले घोषित गरे पनि घोषणा अनुसारको हामीले काम गर्न सकेका छैनौँ। सहरी क्षेत्रमा बढ्दो व्यक्तिवाद, इन्डिभिजुअलिजम र सामाजिक सद्भावको कमीले, सोसियल भावनाको कमीले गर्दा ज्येष्ठ नागरिकहरू आफ्नै घर र समाजमा अपेलित हुने, असुरक्षित महसुस गर्ने, एक्लिने जस्तो अवस्थाहरू सिर्जना हुँदै गएको छ। त्यति मात्रै छैन, यो सहरीकरण अव्यवस्थित रूपमा भएको कारणले गर्दा चोरी, डकैती, हत्या, हिंसा र अपराधहरूमा समेत बढोत्तरी भएको अवस्था छ भनेर चुनौतीहरूलाई तपाईँले लेख्नु पर्यो। यसैले हो विवाद, द्वन्द्व, आन्दोलन सिर्जना गरेको भनेर एउटा अर्को सेन्टेन्स तपाईँले राखिदिनु होला। अहिले हाम्रो 34वटा जिल्ला र 319वटा गाउँपालिकामा जनसङ्ख्या वृद्धि दर नेगेटिभ छ। हो, ठिक छ तथ्याङ्क, तर धेरै तथ्याङ्क मागेको छैन, त्यही भएर त्यता गयो भने भुलिन्छ। थोरै सुरुमा पृष्ठभूमिमा लेख्दै हुन्छ। हो, अहिलेको नयाँ जनसङ्ख्या नीतिका कुराहरू हुन्। हो,
अब सङ्गठित अपराध र भ्रष्टाचार निवारण तपाईँले भने जस्तो ठिक हो। सहरमा गरिबी बढाएको छ, सहरमा सुकुम्बासीको समस्या देखिया छ, सहरमा जग्गा जमिन कब्जा गर्ने अतिक्रमणको समस्या देखिया छ, सहरमा प्रदूषण बढाएको छ, सहरमा अस्तव्यस्तता, द्वन्द्व, विग्रह, डकैती, चोरी, हत्या, हिंसा, अपराधमा बढोत्तरी भएको छ। यी सबै कुरा चाहिँ यसका परिणाम हुन् भनेर लेख्न सकियो है। अब सङ्गठित अपराध र भ्रष्टाचार निवारणमा सामाजिक जिम्मेवारीलाई कसरी प्रवर्तन गर्ने? भ्रष्टाचारी र अपराधीलाई सामाजिक रूपमा बहिष्कार गर्ने र नैतिकता भएका व्यक्तिहरूलाई सम्मान गर्ने संस्कारको विकास गरी सामाजिक दबाव सिर्जना गर्नुपर्छ। विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा सदाचार र नागरिक शिक्षा समावेश गरी नयाँ पुस्तामा भ्रष्टाचार विरुद्धको शून्य सहनशीलताको भावना भर्नुपर्छ। भनेपछि अब सदाचार र नागरिक शिक्षा, नैतिक शिक्षा भन्ने छँदै छैन। सूचनाको हकको प्रभावकारी प्रयोग गर्दै सार्वजनिक निकायको खर्च र निर्णयहरूमाथि नागरिक निगरानी गर्ने पद्धतिलाई अनिवार्य बनाउनुपर्छ। सूचनाको हक भनेकै पारदर्शी बनाएर नागरिकको निगरानी नियन्त्रण गर्ने हो। सङ्गठित अपराधका क्रियाकलापहरू जस्तै लागु औषध, मानव बेचबिखन विरुद्ध टोलमा नागरिक सचेतना समूह, नागरिक स्वयंसेवक समूहहरू गठन गरी सूचना संयन्त्र बलियो बनाउनुपर्छ। कहाँ कस्ता किसिमको अपराध भइरहेका छन् त्यसको खबर गर्ने किसिमको नेटवर्क बनाउनुपर्छ। सरकारी र निजी क्षेत्रका पदाधिकारीलाई जिम्मेवार बनाउन सामाजिक जवाफदेहिताका औजारहरू, सोसल अकाउन्टेबिलिटी टुल्सहरू प्रयोगमा ल्याउनु पर्दछ। खास गरी चाहिँ सटिस्फ्याक्ट्री सर्वेदेखि लिएर पिपुल बोनसदेखि लिएर सिटिजन रिपोर्ट कार्डदेखि लिएर फर्गिभनेस कार्ड जस्ता नवीनतम टुलहरू छन्। बाथोज पेलेको अभ्यास गर्ने जस्ता कुराहरू यसमा गर्न सकिन्छ। भ्रष्टाचार र अपराध विरुद्ध काम गर्ने अभियन्ता र सूचना दिने व्यक्ति, व्हिसल ब्लोअरको प्रोटेक्सनका लागि सामाजिक र कानुनी सुरक्षाको प्रत्याभूति गरिनु पर्दछ। भनेपछि यसमा राइट बेस्ड एक्टिभिस्टहरू हुन्छन्, एन्टी करप्सन एक्टिभिस्टहरू हुन्छन्, एन्टी अर्गनाइज क्राइम एक्टिभिस्टहरू हुन्छन्, व्हिसल ब्लोअरहरू हुन्छन्। तिनीहरूको प्रोटेक्सन गर्ने पोलिसी, ल र प्लेटफर्महरू बनाउनुपर्छ। प्रविधिको प्रयोग मार्फत पारदर्शी प्रणालीको वकालत गर्नु पर्यो। सोसाइटीले पारदर्शिताको वकालत गर्नु पर्यो। फेसलेस, पेपरलेस, डिस्टेन्सलेस, सिमलेस, अजाइल किसिमको सर्भिस डेलिभरीका लागि समुदायबाटै राज्यलाई दबाब दिनु पर्दछ, रचनात्मक दबाब दिनु पर्यो। हामीलाई यस्तो किसिमको कार्यालय चाहियो, हामीलाई यस्तो किसिमको सर्भिस चाहियो भनेर भन्न सक्नु। सामाजिक संस्था, कम्युनिटी बेस्ड अर्गनाइजेसनहरू, महिला समूह, आमा समूह, युवा क्लबहरू, गैर सरकारी क्षेत्र, एनजिओ, आइएनजिओहरूले आर्थिक पारदर्शिताको नमुना आफैले पेश गर्नु पर्यो। कुन स्रोतबाट पैसा ल्याएका छन्, कति खर्च गरेका छन्, कहाँ खर्च गरेका छन्, त्यसको पारदर्शी हिसाब राख्ने, अडिट गराउने, सामाजिक सुनवाई गर्ने जस्ता काम गर्दै सुशासनको लागि राज्यको परिपूरक भूमिका निर्वाह गर्नु पर्यो। यो सेक्टरले कम्युनिटी बेस्ड अर्गनाइजेसन, एनजिओ, आइएनजिओ, सोसियो कल्चरल अर्गनाइजेसन, रिलिजियस अर्गनाइजेसनहरूले यो भूमिका निर्वाह गर्नुपर्छ। यसरी काम गर्न सकियो भने मात्रै समाजले भ्रष्टाचार नियन्त्रण गर्न, अपराध रोक्न आफ्नो जिम्मेवारी पुरा गरेको ठहर्छ, अन्यथा सर्दैन। पिपुल बोनस भनेको जनताले यसले गरेको सेवा राम्रो छ भनेर भनेपछि त्यो मान्छेलाई प्रमोसन दिनु पर्यो, त्यो मान्छेको कासम्म चाहिँ राम्रो हुनु पर्यो होइन, पुरस्कार त्यस्ताले पाउनु पर्यो। हो, ल कन्टेन्ट धेरै छैन, यो कन्टेन्टमा 2-3टा वाक्यहरू तपाईँहरूले बढी होला। 2-3टा वाक्य भनेको तपाईँले चाहिँ मर्ज गरेर लेख्न सक्नुहुन्छ है। 10-11वटा 10-11वटामा तपाईँले सीमित गरेर लेख्नुहोस्। यहाँ त कन्टेन्ट जानकारीलाई पनि खुलाइदिनु पर्यो नि त। बदलिँदो जनसाङ्ख्यिक परिवेश र सहरीकरणका चुनौतीहरूलाई सम्बोधन गर्न राज्य, समाज र नागरिक सबैको एकीकृत प्रयास र जिम्मेवारीपूर्ण आचरणको खाँचो छ। ज्येष्ठ नागरिकको अनुभव र युवाको जोसलाई सामाजिक रूपान्तरणमा जोड्दै सुशासित समाज निर्माण गर्ने समृद्ध नेपालको असली मार्गचित्र हुनेछ। भनेपछि ज्येष्ठ नागरिकको अनुभव र युवाको जोस दुवैलाई जोड्न पर्यो। मिलेनियल जेनेरेसन र अल्फा जेनेरेसनलाई ब्रिजिङ गरेर अगाडि जानुपर्छ अबको जनसङ्ख्या व्यवस्थापनमा भन्ने कुरो यहाँले। अब अर्कोमा जाउँ। आर्थिक वृद्धि र आर्थिक विकासका सूचकहरू बिचको अन्तर सम्बन्ध केलाउँदै नेपालको वर्तमान परिप्रेक्ष्यमा दिगो आर्थिक वृद्धिका प्रमुख अवरोधहरू गर्नुहोस्। मुलुकको औद्योगिक विकासमा वैदेशिक प्रत्यक्ष लगानी र प्रविधि हस्तान्तरणको योगदान कस्तो रहन सक्ला विवेचना गर्नुहोस्।
यो च्याप्टर जोड्या मात्रै यो क्वेसन सजिलो छ। अब आर्थिक वृद्धि र विकासका अन्तर सम्बन्ध लेख भने हो, सूचकहरू जोडे पनि नजोडे पनि त्यो लेख्न पर्यो। नेपालमा आर्थिक वृद्धिका अवरोधहरू के छन् लेख भने हो, र एफडिआई र प्रविधि हस्तान्तरणले औद्योगिक विकासमा कसरी सहयोग पुर्याउँछ लेख भनेको। नेपालको अर्थतन्त्रमा उच्च र समावेशी आर्थिक वृद्धिको आधार निर्माण गर्दै गुणात्मक आर्थिक विकास हासिल गर्नु वर्तमान समयको प्रधान राष्ट्रिय कार्यभार हो। परिमाणात्मक वृद्धि र गुणात्मक परिवर्तनको चक्रले नै नागरिकको जीवनस्तरमा सुधार ल्याई मुलुकलाई मध्यम आय भएको देशमा स्तरोन्नति गर्न मार्ग प्रशस्त गर्दछ। परिमाणात्मक वृद्धि भने आर्थिक वृद्धि, गुणात्मक परिवर्तन भने आर्थिक विकास। यो दुईटै कुरो भयो भने मात्रै हामी एमआइसीमा स्तरोन्नति गर्न सक्छौँ। आर्थिक वृद्धि आर्थिक विकास सूचकहरूबिचको अन्तर सम्बन्ध। आर्थिक वृद्धिले वस्तु तथा सेवाको उत्पादन हुने वृद्धिलाई जनाउँछ भने आर्थिक विकासले उत्पादनमा वृद्धिका साथै आर्थिक सामाजिक संरचना हुने गुणात्मक सुधारलाई समेट्छ। भनेपछि आर्थिक वृद्धि क्वान्टिटी चेन्ज हो भने आर्थिक विकास चाहिँ बोथ क्वान्टिटेटिभ एन्ड क्वालिटेटिभ चेन्ज हो। कुल ग्राहस्थ उत्पादन र प्रति व्यक्ति आय आर्थिक वृद्धिका मुख्य सूचक हुन् भने मानव विकास सूचकाङ्क र गरिबीको दर आर्थिक विकासका आधारभूत मापक हुन्। भनेपछि एचडिआई बढ्यो, गरिबी घट्यो भने आर्थिक विकास भएको भन्न सकियो। उच्च आर्थिक वृद्धिले राज्यको राजस्वमा वृद्धि गराई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता आर्थिक विकासका क्षेत्रमा लगानी बढाउने क्षमता प्रदान गर्छ। देशमा आर्थिक वृद्धि राम्रो भयो भने के हुन्छ? आर्थिक वृद्धि राम्रो हो भने राजस्व बढ्छ, स्रोत बढ्छ। त्यो भएपछि राज्यले शिक्षामा, स्वास्थ्यमा, सामाजिक सुरक्षामा लगानी बढाउन सक्छ, क्षमता वृद्धि हुन्छ भने। आर्थिक विकास सूचकहरूमा सुधार आयो भने जस्तै दक्ष जनशक्तिको उत्पादन भयो, स्वस्थ नागरिकहरू भयो भने के हुन्छ? श्रमको उत्पादकत्व बढ्न जान्छ, हाम्रो प्रतिस्पर्धात्मक क्षमता बढ्न जान्छ र आर्थिक वृद्धिलाई नै टेवा पुग्ने चक्रीय सम्बन्ध रहन्छ। भनेपछि इकोनोमिक डेभलपमेन्ट इन्डिकेटर राम्रो भयो भने इकोनोमिक ग्रोथलाई पनि टेवा पुर्याउँछ। आर्थिक वृद्धि साधन हो भने आर्थिक विकास साध्य हो। अर्थात् वृद्धिको लाभ समानुपातिक रूपमा वितरण भयो भने मात्रै वास्तविक रूपमा विकासको अनुभूति हुन सक्छ। नेपालको सन्दर्भमा 16औं योजनाले 7.3% को आर्थिक वृद्धिको लक्ष्य राख्दै त्यसलाई सुशासन, सामाजिक न्याय र समृद्धिसँग जोडेको छ। सामाजिक न्याय र गरीब निर्माणसँग जोडेर आर्थिक विकासको आधार चाहिँ तय गरेको छ। यसरी आर्थिक वृद्धि र आर्थिक विकास बीच चक्रीय सम्बन्ध हुँदो रहेछ। एकले अर्कालाई पोजिटिभ वा नेगेटिभ इम्प्याक्ट पार्दो रहेछ। ग्रोथ राम्रो भए डेभलपमेन्ट पनि राम्रो हुन्छ, ग्रोथ कमजोर भए डेभलपमेन्ट पनि कमजोर हुन्छ। डेभलपमेन्ट राम्रो भए ग्रोथलाई पनि झन् सस्टेन गराउँछ, सपोर्ट गर्छ। त्यो किसिमको रिलेसन हुँदो रहेछ भनेर थोरै रिलेसन लेख्ने, यो सजिलो भयो। अब अवरोधहरू के हुन् त? हामी कहाँ आर्थिक वृद्धि त त्यति राम्रो छैन। नेपालमा विगत चाहिँ 60 वर्षको औसत हेर्दा 3% मात्रै इकोनोमिक ग्रोथ देखिन्छ। यसरी आर्थिक वृद्धि चाहिँ कमजोर हुनुमा देखाएका अवरोधहरू छन्। अब कहिलेकाहीँ त्यस्तो लेख्न पनि भ्याइन्न। त्यही भएर त्यो धेरै महत्त्वपूर्ण दफा होइन। हेर्नुहोस्, कोर दफालाई बढी अवधि दिने। गरिब देशमा आर्थिक वृद्धिकै समस्या बढी छ, धनी देशमा आर्थिक विकासको समस्या धेरै छ भनेर लेख्ने पोइन्ट त्यति मु होइन। अब फरकै लेख्न पर्यो, बुझ्दा पुगेन भने मात्रै लेख्ने हो। कोर कुरा लेख्ने ठाउँमा लेख्न पनि पर्दैन। अब हाम्रा अवरोधहरू के छन् त? आर्थिक वृद्धिका अवरोधहरू भन्दा एक, न्यून पुँजीगत खर्च र विकास आयोजनाहरू समयमै सम्पन्न नहुने परिपाटीले पूर्वाधार विकासमा अवरोध सिर्जना भएको छ। भनेपछि पुँजीगत खर्च कम हुने, विकास आयोजनाहरूमा टाइम कस्ट ओभररन गर्ने समस्या छ। वैदेशिक रोजगारीमा आधारित विप्रेषणमा निर्भर अर्थतन्त्र भएकोले रेमिटेन्स बेस इकोनोमी भएको कारणले गर्दा उत्पादनशील क्षेत्रहरू जस्तै कृषि र उद्योग झन् कमजोर बन्दै गएका छन्। रेमिटेन्सबाट पैसा आउँछ, त्यो पैसाले इम्पोर्ट हुन्छ, इम्पोर्टले सामान आउँछ, बसी बसी खायो रमायो हुँदाखेरि के हो भन्दाखेरिमा हाम्रो कृषि र उद्योग क्षेत्र झन् कमजोर बन्दै गयो। अर्को, इम्पोर्ट बेस्ड ट्रेड वा आयातमुखी व्यापार संरचना र बढ्दो व्यापार घाटाले गर्दा बाह्य क्षेत्र स्थायित्व सधैँ जोखिमयुक्त रहेको छ। यसले दिगो वृद्धिको लागि चुनौती सिर्जना हुन्छ। जुनसुकै बेला पनि चाहिँ हाम्रो फरेन रिजर्भ क्रासमा जान सक्ने भयो। त्यसै गरी नीतिगत अस्थिरता र झन्डटिलो प्रशासनिक प्रक्रियाका कारण पनि आन्तरिक र बाह्य लगानीकर्ताहरू आकर्षित हुन नसक्ने अर्को प्रमुख बाधकको रूपमा रहेको छ। हाम्रो नीतिमा स्थिरता, अनुमान्यता पनि भएन। नीतिमा अस्थिरता भने अहिलेको पनि हो, यत्र निजी क्षेत्रलाई ढ्याम हानिदियो, फुटाइदियो,
तोडफोड भयो, खोइ प्रोटेक्सन भनेपछि नीतिगत अस्थिरता छ। प्रशासनिक झन्झट त छँदैछ, करको, राजस्वको, भन्सारको, उद्योगको, कम्पनी रजिस्टर कार्यालयको झन्झटले गर्दाखेरि लगानीकर्ता आउन खोज्दैन। दर्ता गर्न सजिलो छ, बन्द गर्न झन् गाह्रो छ। यी कारणले गर्दा एफडिआई आएन, स्वदेशी लगानी पनि परिचालित हुन सकेन, निजी क्षेत्रको कर्जा राम्रोसँग जाँदै गएन, कर्जा लिए पनि उत्पादनमा लाउँदैन, लगेर खालि व्यापारमा लगाउँछ, त्यो स्थिति छ। जलवायु परिवर्तनको जोखिम र पटक पटकका प्राकृतिक विपत्तिहरूले भौतिक पूर्वाधार कृषि उत्पादनमा ठुलो क्षति पुर्याए आर्थिक जग कमजोर बनाएका छन्। मेलम्चीको बाढी सम्झनुहोस् तपाईँले, अस्ति चाहिँ रोसी खोलाको विपत्तिले मात्रै करिब 75 अर्बको क्षति गरेको कुरा सम्झिनुहोस् गत साल असोजमा। भनेपछि यस्ता विपदले, जलवायु परिवर्तनले हाम्रो पूर्वाधारहरूमा क्षति मात्रै पुगेको छैन, डेभलपमेन्ट कस्ट बढाइरहेको छ। त्यसै गरी दक्ष प्राविधिक जनशक्तिको पलायनले गर्दा मुलुकभित्र नवीन सोच र प्रविधिको प्रयोग मार्फत उत्पादकत्व बढाउनु कठिन भएको छ। एउटा ब्रेन ड्रेन त भएकै छ, अर्को ब्रेन इन ड्रेन भन्नु। तपाईँहरू अहिले ट्यालेन्टै हुनुहुन्छ, तगडै हुनुहुन्छ, विदेश नगएर देशमै केही काम गरौँ, राष्ट्र सेवा गरौँ भन्ने सोचले तयारी गरिरहनु भएको छ, नाम निकाल्नुहुन्छ। तर त्यहाँभित्र गएपछि तपाईँको दिमागले उपयोगी गर्ने अवसर पाउँदैन। त्यो भएपछि के हुन्छ, तपाईँहरूको दिमागी क्षमता मर्दै मर्दै जान्छ। त्यसलाई चाहिँ ब्रेन इन ड्रेन भन्छ है। अब हाम्रो अहिले धेरै चाहिँ मान्छेहरूको ब्रेन इन ड्रेन भइरहेको छ यहाँ प्रशासनमा। यी विविध कारणले गर्दा हामी कहाँ के भयो भन्दा आर्थिक वृद्धि चाहिँ हुन सकेन। आर्थिक वृद्धि नहुने भने उत्पादन कम भएर हो, मूल रूपमा उपभोग त केही हदमा भइरहेकै छ। अब उत्पादन नभएर, उत्पादकत्व कमजोर भएर, उत्पादित सामानको मूल्य कमजोर भएर हाम्रो आर्थिक वृद्धि कमजोर भइरहेको छ। उत्पादनका साधनहरू परिचालित नभएर कृषि खेती माझो बसेर उद्योगहरू धराशयी हुँदै गएर त्यस्तो भइरहेको छ। उत्पादकत्व बढाउने खालका नवीन तरिकाहरूको अवलम्बन भएन, नयाँ टेक्नोलोजी डेभलप पनि भएन, ल्याउन सकेनौँ, इनोभेसनमा जान सकेनौँ। हामीले कोर कल्चरमा, एडमिनिस्ट्रेसनमा, गभर्नेन्समा चाहिँ ट्रान्सफर्मेसन गर्न सकेनौँ। यी विविध कारणले गर्दाखेरि पनि यस्तो अवस्था सिर्जना भएको छ। अब एफडिआई र टेक्नोलोजी ट्रान्सफरले औद्योगिक विकासमा कसरी योगदान पुर्याउँछ भन्ने प्रश्न हेरौँ। फार्मा उद्योगको योगदान 4% मात्रै छ। यो इन्डियामा तपाईँको चाहिँ 15% छ, चाइनामा 25% छ, भियतनाम कम्बोडियामा 27% छ। दोहोरो अङ्कमा यसको योगदान नभइकन त्यसको विकास हुँदैन होइन। यस्ता कुरा चाहिँ सम्झिने, जान्ने, काहीँ उपयुक्त ठाउँ भेट्यो भने मात्रै लेख्ने, धेरै नलेख्ने मात्र है। ठिक छ, नीतिगत अस्थिरता, राजनीतिक अस्थिरता यी सबै छन्। अब प्रत्यक्ष वैदेशिक लगानीले मुलुकमा ठुलो पुँजीभित्रै ठुला जलविद्युत आयोजना र उद्योगहरूको स्थापना मार्फत औद्योगिक आधार तयार गर्न मद्दत पुर्याउँछ। अहिले पछिल्लो चरणमा आएको एफडिआई मध्ये पनि हाइड्रोमा आइरहेको छ बढी। एफडिआईसँगै आउने आधुनिक प्रविधि र व्यवस्थापकीय सिपले नेपाली उद्योगहरूको उत्पादन क्षमता र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्ने शक्ति पनि वृद्धि गर्छ। एफडिआईबाट क्यापिटल मात्रै आउँदैन, टेक्नोलोजी ट्रान्सफर पनि हुन्छ, नलेज ट्रान्सफर पनि हुन्छ। त्यो हिसाबले हाम्रो चाहिँ कम्पिटिटिभ क्यापेसिटी बढाउँछ। टेक्नोलोजी ट्रान्सफर मार्फत स्थानीय जनशक्तिले नयाँ सिप सिक्ने अवसर पाउँछन्। भनेपछि हाम्रो जनशक्तिले नयाँ नयाँ सिपहरू सिक्ने अवसर पाउँछन्, जसले दीर्घकालमा स्वदेशी श्रम बजारको गुणस्तरमा सुधार ल्याउँछ। विदेशी लगानीले निर्यात प्रवर्धन गर्ने उद्योगहरू स्थापना गर्न सहयोग पुर्याउँछ। एक्सपोर्ट प्रमोसन गर्ने खालका इन्डस्ट्रीहरू चाहिँ विदेशी लगानीबाट यहाँ चाहिँ बनाउन सकिन्छ। जस्तो कारको एसेम्ब्ली फ्याक्ट्री खुल्यो भने, मोबाइलको एसेम्ब्ली फ्याक्ट्री खुल्यो भने, वा आधुनिक किसिमका कपडाहरूको फ्याक्ट्री खुल्यो भने त्यो उत्पादन त हामीले मात्रै खपत गर्ने होइन, हामीले विदेश पठाउँछौँ। यहाँबाट निर्यात व्यापार बढ्ने, व्यापार घाटा कम हुने, विदेशी मुद्राको सञ्चिति बढ्ने जस्ता चाहिँ विभिन्न सुधारहरू हुन सक्छन्। बहुराष्ट्रिय कम्पनीहरूको प्रवेशले स्थानीय कच्चा पदार्थको उपयोग बढ्ने, ब्याकवर्ड एन्ड फरवर्ड लिङ्केज कायम हुने र सहायक उद्योगहरूको सञ्जाल विस्तार हुन्छ। ठुला कम्पनीहरू आयो भने यहाँका साना कम्पनीहरू चल्छन्। साना कम्पनीका उत्पादनलाई उसले आफ्नो कच्चा पदार्थमा प्रयोग गर्दछ र यो चाहिँ तपाईँको लाइट म्यानुफ्याक्चरिङ, ब्याकवर्ड एन्ड फरवर्ड लिङ्केज मार्फत चाहिँ यहाँको
नेचुरल रिसोर्स पनि उपयोगमा आउँछ, अन्य साना उद्योग धन्दा पनि चाहिँ चलायमान हुने सम्भावना रहन्छ। स्वदेशी बजारमा प्रतिस्पर्धाको वातावरण सिर्जना गरी उपभोक्ताले गुणस्तरीय वस्तु सहुलियत मूल्यमा पाउने अवस्थाको निर्माण हुन्छ। यसरी एफडिआई आयो, टेक्नोलोजी ट्रान्सफर भयो भने कम्पिटिसन हुन्छ। कम्पिटिसन हुने बित्तिकै उपभोक्ताले गुणस्तरीय वस्तु र सेवा कम मूल्यमा पाउँछन्, सहुलियत मूल्यमा पाउँछन्, त्यो अवस्थाको पनि सिर्जना हुन्छ। एफडिआई र टेक्नोलोजी ट्रान्सफर आयो भने यसरी के हुँदो रहेछ भन्दा एउटा इनोभेसन हुँदो रहेछ, अर्को टेक्नोलोजिकल एडभान्समेन्ट हुँदो रहेछ, अलिकति नलेज ट्रान्सफर, म्यानेजरियल स्किलहरू ट्रान्सफर भएर जाँदो रहेछ। क्यापिटल ग्याप जो थियो त्यो क्यापिटल ग्याप पुरा भएर चाहिँ इन्भेस्टमेन्ट पर्याप्त हुँदो रहेछ। हाम्रा भर्जिन रूपमा रहेका चाहिँ नेचुरल रिसोर्सहरू, नेचुरल क्यापिटलहरू एक्सप्लोर हुँदो रहेछन्, तिनीहरू पनि कार्यान्वयनमा आउँदो रहेछ। आर्थिक गतिविधि बढ्ने, रोजगारी बढ्ने कारणले युवाहरू पलायन हुन नपर्ने रहेछ, यही रोजगारीको अवसरहरू प्राप्त हुने रहेछ। हाम्रो चाहिँ निर्यात बढेर व्यापार घाटा पनि सन्तुलनमा जाँदो रहेछ, विदेशी मुद्रा आर्जन पनि अझै राम्रो भएर जाने हुँदो रहेछ। यो सबै भएपछि पोलिटिक्स पनि एउटा गएमा आउँछ, गतिमा आउँछ, अन्तर्राष्ट्रिय सम्बन्ध पनि मजबुत हुन्छ। यसका अरू प्रभाव भनेको यसले सम्बन्ध मजबुत हुन्छ र चाहिँ यहाँ चाहिँ पोलिटिकल हस्तक्षेप गर्न विदेशीले चाहँदैन, द्वन्द्व सिर्जना हुँदैन र समग्रमा स्टेबिलिटीमा जान्छ र इन्डस्ट्रियल डेभलपमेन्ट, इन्डस्ट्रियल गभर्नेन्स चाहिँ प्रवर्धन हुन्छ भनेर तपाईँहरूले लेख्न सक्नु। मुलुकको दिगो आर्थिक विकास र समृद्धिको लागि आर्थिक वृद्धिका लाभहरूलाई समन्वयक वितरण गर्दै सूचकहरूमा सुधार ल्याउन आवश्यक हुन्छ। वैदेशिक लगानी र प्रविधि हस्तान्तरणलाई उत्पादनशील क्षेत्रमा आकर्षित गरी आन्तरिक अवरोधहरू हटाउन सकेमा मात्र नेपालले दिगो विकास लक्ष्य प्राप्त गर्न सक्छ। दिगो विकास लक्ष्य प्राप्तिले पनि वैदेशिक सहायता र वैदेशिक चाहिँ सहयोगलाई चाहिँ अनुदानलाई लिने भनेकै छ, होइन? त्यो कायम हुन सक्छ। जस्तो नेपालमा अहिले एउटा चाहिँ विदेशको खतरा रक्सी फ्याक्ट्री आएर खुल्यो सुर्खेततिर भने के हुन्छ? जुम्ला हुम्लातिर फलेका सबै स्याउलाई त्यो फ्याक्ट्रीले तान्छ, त्यसलाई ब्याकवार्ड लिङ्केज भन्छ। अनि त्यो जब हुम्लाको चाहिँ रक्सी बनिसकेपछि त्यो रक्सी चाहिँ फरवार्ड लिङ्केजको रूपमा उपभोक्ताहरू बजारहरूसम्म जान्छ, आन्तरिक बजारमा जान्छ, विश्व बजारमा जान्छ एक्सपोर्ट भएर। भनेपछि एउटा चाहिँ जुम्लामा फलेको स्याउलाई इन्डस्ट्रीमा ल्याएर इन्डस्ट्रीबाट मार्केट हुँदै उपभोक्तासम्म पुर्याउने काम गर्छ, त्यसलाई भनिन्छ फरवार्ड एन्ड ब्याकवार्ड लिङ्केज भनेको है। बाह्य क्षेत्र भनेको यो व्यापार, वैदेशिक रोजगारी, वैदेशिक सहायता, बाह्य यो शोधनान्तर स्थिति, होइन, जस्ता कुराहरू, बिओपी, वैदेशिक ऋण, वैदेशिक लगानी जस्ता कुरालाई के भनिन्छ? बाह्य क्षेत्र भनिन्छ। ल अब अर्कोमा जाउँ। आर्थिक कूटनीति र बजार उदारीकरण नेपाल जस्ता अल्प विकसित मुलुकको लागि अवसर र चुनौती दुवै हुन्। यस भनाइलाई पुष्टि गर्दै गरिबी र बेरोजगारी न्यूनीकरणमा सरकारी, निजी र सहकारी क्षेत्रको त्रिकोणात्मक भूमिकाको विवेचना गर्नुहोस्। भनेपछि हाम्रो जस्तो एलडिसी कन्ट्रीलाई आर्थिक कूटनीति, बजार उदारीकरण अवसर पनि हो, चुनौती पनि हो। राम्रोसँग सदुपयोग गर्न सक्यो भने अवसर हो, गर्न सकेन भने चुनौती नै चुनौती हो भन्ने कुरालाई जोड दिएर लेख्नु पर्यो। विश्वव्यापीकरणको लहरसँगै आर्थिक कूटनीति र बजार उदारीकरणले नेपाल जस्ता राष्ट्रहरूको लागि बाह्य लगानी र प्रविधि भित्र्याउने सुनौलो अवसर प्रदान गरेका छन्। यद्यपि सीमित प्रतिस्पर्धात्मक क्षमता र विश्व बजारको उतार चढावका कारण यी पक्षहरू राष्ट्रिय अर्थतन्त्रका लागि जटिल चुनौतीको रूपमा समेत देखा परेका छन्। अब अवसर र चुनौती। आर्थिक कूटनीतिले वैदेशिक लगानी आकर्षित गर्न, निर्यात प्रवर्धन गर्न, द्विपक्षीय वैदेशिक सहायता परिचालनमा पुलको काम गर्छ। नेपालले छिमेकी राष्ट्रहरू र अन्तर्राष्ट्रिय मञ्चहरूमा गर्ने आर्थिक पैरवी, इकोनोमिक एडभोकेसीले व्यापारिक सहुलियत प्राप्त गर्न, बजार पहुँच विस्तार गर्न महत्त्वपूर्ण अवसर दिएको छ। उदाहरणको लागि अमेरिकामा हामी फिटामा छौँ। ट्रेड इन्टिग्रेसन एन्ड फेसिलिटेसन एग्रिमेन्ट, फ्रेमवर्क एग्रिमेन्ट, वा चाहिँ युरोपमा हामी जिएसपी सुविधा पाइरहेका छौँ। इबिए, इभ्रिथिङ बट आर्म्स भन्ने सुविधा पाइरहेका छौँ। विभिन्न देशहरूमा कोटा फ्री, ड्युटी फ्री सुविधा प्राप्त गरिरहेका छौँ। ब्राकेटमा त्यस्तो लेख्दै पनि हुन्छ, होइन? युएसको टिफा, इयुको चाहिँ इबिए, जिएसपी, अदर कन्ट्रीको क्युएफडिएफमा बजार उदारीकरणले एकाधिकारको अन्त्य गरी प्रतिस्पर्धा बढाउने
र उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा छनौटको स्वतन्त्रता प्रदान गर्ने अवसर सिर्जना गर्छ। उदारीकरणको कारणले गर्दा हामी कहाँ यहाँ चाहिँ हाम्रो भित्र रहेका चाहिँ कम्पनीहरूको एकाधिकार अन्त्य भएको छ। बाहिरबाट विभिन्न किसिमका चाहिँ सामानहरू आएका छन्, त्यसले गर्दा बजारमा प्रतिस्पर्धा बढेको छ। उपभोक्तालाई गुणस्तरीय वस्तुको स्वदेशी उत्पादन बन्ने ग्लोबल कन्ज्युमर बनाएको छ नेपाललाई। उदाहरणको लागि म्याकडोनाल्ड, केएफसी, पिज्जा हट जस्ता चाहिँ ग्लोबल ब्रान्डहरूको कन्जम्सन नेपालमा बढेर गएको छ। उदारीकरणले विश्वव्यापी मूल्य श्रृङ्खला ग्लोबल भ्यालु चेनमा जोडिने ढोका खोलेर स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रियकरण गर्ने अवसर पनि दिन्छ। अब विदेशबाट मात्रै ल्याएको छैन, नेपालको सामान पनि विदेश पठाउने अवसर छ। नेपालको चिया, अलैँची, अदुवाहरू लगायतका चिजहरू विदेश गइरहेको छ। त्यो ग्लोबल भ्यालु चेनमा हामी पनि जोडिन पुगेका छौँ, तर थोरै छ। तर कमजोर औद्योगिक आधार भएकाले विदेशी सस्तो उत्पादनसँग स्वदेशी उद्योगले प्रतिस्पर्धा गर्न नसके धराशयी हुने ठुलो चुनौती विद्यमान छ। अब जस्तो चाहिँ डाबर नेपाल आयो, युनिलिभर कम्पनी आयो, सूर्य टोबाको आयो, उनीहरू आएपछि नेपालका सबै चाहिँ उद्योग धन्दा लगभग धराशयी भए। सार्वजनिक संस्थानहरू धराशयी हुनुको कारण पनि यिनै विदेशी मल्टिनेसनल कम्पनीहरूको प्रभावले हो। दक्ष जनशक्तिको अभाव र न्यून उत्पादकत्वको कारण उदारीकरणको लाभ मुठीभर सीमित वर्गमा मात्र केन्द्रित हुने जोखिम सधैँ कायम रहन्छ। अहिले विश्वमा पनि हेर्नु भने विश्वका 1% धनीको सम्पत्ति 90% गरिबका सम्पत्तिभन्दा बढी छ भनिन्छ। नेपालको जिडिपी भन्दा बढी त एलन मस्कको सम्पत्ति छ भनिन्छ। यस्तो स्थिति हुन्छ। अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य वृद्धि र आर्थिक मन्दीको प्रत्यक्ष असर नेपालको आन्तरिक अर्थतन्त्रमा छिटो पर्ने हुनाले आर्थिक स्थायित्वमा चुनौती सपिन्छ। कोभिडपछि हामीले 77-78मा 78-79मा रिभाइभ गरिसकेका थियौँ, तर त्यतिखेर विश्वमा युद्धहरू सुरु भयो, विभिन्न देशहरूमा द्वन्द्व सुरु भयो। खास गरी रसिया युक्रेनको युद्ध सुरु भयो, तपाईँको यता इजरायल प्यालेस्टाइन युद्ध सुरु भयो, अन्य देशहरूमा पनि चाहिँ क्षेत्रीय द्वन्द्वहरू भए। त्यसको प्रभाव परेर फेरि नेपालको अर्थतन्त्र क्राइसिसमा गयो। भनेपछि ग्लोबल क्राइसिसले डोमेस्टिक मार्केटलाई पनि क्राइसिसमा लैजान्छ। त्यो अवस्था आर्थिक कूटनीतिलाई पर्याप्त रूपमा प्रयोग गर्न नसक्दा वैदेशिक ऋणको भार बढ्ने, मुलुक ऋणको पासोमा पर्न सक्ने सम्भावना पनि रहन्छ। अहिले पनि जिडिपीको 45.7% चाहिँ हाम्रो विदेशी ऋण पुग्यो भनेर पछिल्लो रिपोर्टले देखायो। तर ऋण बढाइ छ, इकोनोमिक ग्रोथ रेट, रेभेन्यू ग्रोथ रेट, इम्प्लोइमेन्ट ग्रोथ रेट छैन। त्यो हुँदाखेरि यो चाहिँ डेट ट्र्यापतर्फको यात्रा हो भने यस्तो स्थिति देखिन्छ। त्यही भएर उदारीकरणले, विश्वव्यापीकरणले हामीलाई चाहिँ प्लेटफर्म दिएको छ। हामी अन्तर्राष्ट्रिय मञ्चहरूमा जोडिएका छौँ, होइन? डब्लुटिओमा पनि छौँ। संसारका 180-90 देशसँग व्यापार गर्न सक्छौँ, खुला पनि छ। केही अवसर पनि प्राप्त भएको छ। ग्लोबल कन्ज्युमर भएको छौँ, विभिन्न देशहरूमा गएर रोजगारी पनि गरेका छौँ, लगानी ल्याउन सक्छौँ, सहायता परिचालन गर्न सक्छौँ। तर त्यो हाम्रो क्षमता कमजोर भएको कारणले गर्दा जब हाम्रो क्यापासिटी र कम्पिटिटिभनेस कमजोर हुन्छ तब ओपननेसबाट फाइदा लिन सकिन्न। त्यतिखेर प्रोटेक्सनिजममा जानुपर्छ, संरक्षणवादमा जानुपर्ने हुन्छ। हामीले त्यो गर्न सकेको कारणले गर्दा स्वदेशी उद्योग धन्दा धराशयी हुने, ब्रेन ड्रेन हुने, स्रोत साधनको दोहन हुने, होइन? देशले प्रदूषण मात्रै बेहोर्ने, सबै राम्रा कुरा विदेशै पुग्ने परिस्थिति सिर्जना हुँदै गएको छ। यो स्थिति छ। अब गरिबी र बेरोजगारी न्यूनीकरणमा तिनै क्षेत्रले भूमिका खेल्नुपर्छ, नत्र सकिन्न है। हुन्छ हुन्छ, तर रटेको जस्तो उत्तर नलेख्नु होला। गरिबी र बेरोजगारी न्यूनीकरणमा तिनै क्षेत्रको भूमिका हुनुपर्दछ। सरकारी क्षेत्रले के भूमिका गर्ने भन्दा राज्यले लगानी मैत्री वातावरण बनाउने, आवश्यक नीति नियम कानुनी संरचना तर्जुमा गर्ने, समग्र क्षेत्रको अभिभावकीय भूमिका निर्वाह गर्ने, पिछडिएको वर्ग र क्षेत्रको लागि लक्षित कार्यक्रमहरू, गरीब कार्यक्रम, सामाजिक सुरक्षाका कार्यक्रमहरू कार्यान्वयन गरी न्यायपूर्ण वितरणलाई सुनिश्चित गर्ने, स्रोत साधन वितरणमा न्याय सुनिश्चित गर्ने, ठुला रणनीतिक पूर्वाधारहरू सरकारले आफै बनाउने, सडक, विद्युत, सञ्चार जस्ता क्षेत्रमा लगानी गरेर उत्पादनको लागत घटाउने, पारवहन लागत घटाउने, ढुवानी लागत घटाउने, बजार विस्तार गर्न सहयोग गर्ने, प्राविधिक व्यावसायिक शिक्षामा लगानी गरी बजारको माग अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने, त्यसको माध्यमबाट हाम्रो कम्पिटिटिभनेस बढाउने, प्रतिस्पर्धात्मक क्षमता बढाउने भूमिका सरकारी क्षेत्रको हुन्छ। निजी क्षेत्रको भूमिका के हुन्छ? निजी क्षेत्रले उद्योग, व्यापार, सेवा क्षेत्रमा लगानी विस्तार गरी व्यापक मात्रामा रोजगारीका अवसरहरू सिर्जना गर्ने,
इकोनोमिक ग्रोथ इन्जिन, इम्प्लोइमेन्ट इन्जिनको रूपमा निजी क्षेत्रले काम गर्नुपर्छ। नवीन प्रविधि र व्यवस्थापकीय कौशलको प्रयोग मार्फत उत्पादनमा विविधीकरण, लागत न्यूनीकरण र उत्पादकत्व र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने। भनेपछि नयाँ नयाँ टेक्नोलोजी ल्याउनु पर्यो, म्यानेजरियल इफिसियन्सी बढाउनु पर्यो, प्रोडक्टमा डाइभर्सिफिकेसन गर्नु पर्यो, प्रोडक्टिभिटी इन्हान्समेन्ट गर्नु पर्यो, कस्ट रिडक्सन गर्नु पर्यो। यसको माध्यमबाट नेपालको इकोनोमीलाई कम्पिटेटिभ बनाउनुपर्छ। त्यो निजी क्षेत्रले गर्ने। साथै निजी क्षेत्रले कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी अन्तर्गत स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, सिप विकास, सामाजिक सुरक्षाका कार्यक्रमहरू मार्फत गरिबी घटाउन सहयोग गर्ने। प्रत्यक्ष रूपमा चाहिँ रोजगारी दिएर, उत्पादन बढाएर, राजस्वमा योगदान बढाएर सहयोग गर्ने। त्यसै गरी अप्रत्यक्ष रूपमा CSR मार्फत स्थानीय शिक्षा, स्वास्थ्य, सिप विकास कार्यक्रममा लगानी गर्ने र गरिबी घटाउने। अन्तर्राष्ट्रिय बजारको पहिचान गरी स्वदेशी उत्पादनको निर्यात बढाएर विदेशी मुद्रा आर्जनमा पनि भूमिका खेल्ने। राज्यको थैली भर्नमा योगदान गरेर गैर निर्माणमा सघाउने। मूलत निजी क्षेत्रले कसरी सघाउने भन्दा राज्यको थैलीलाई ठुलो बनाउन योगदान गर्ने, त्यसका माध्यमबाट गैर निर्माण सघाउने। एउटा प्रत्यक्ष रोजगारी सिर्जना मार्फत सघाउने, अप्रत्यक्ष भनेको राज्यको थैली बढ्ने। राज्यको थैली भरिदिइसकेपछि सरकारले गर्न सक्छ, त्यो खर्च गरेर गर्छ। लेटेस्ट थाहा छ भने लेटेस्ट डाटा लेख्नुहोस्। आर्थिक सर्वेक्षणको डाटा आधा वर्षको हुन्छ, अल्पायु डाटा हो त्यो। अब सहकारीले के गर्यो? सहकारीले सहरी छरिएर रहेका सानो पुँजीलाई एकीकृत गरी गाउँ गाउँमा लघु उद्यम र स्वरोजगारका अवसरहरू सिर्जना गरी आधारभूत तहमा गरी निर्माण गर्ने। बिचौलियाको अन्त्य गरी उत्पादक र उपभोक्तालाई सिधै जोडेर किसानले उचित मूल्य पाउने र न्यून आय भएकाको बचत क्षमता बढाउने। उदाहरणको लागि लेखिदिनुहोस्, चाइनाको ताओबाओ एप। चाइनाले ताओबाओ भन्ने एग्रिकल्चरल एप बनाएर उत्पादक र उपभोक्तालाई जोडेर बिचौलिया अन्त्य गर्यो, कृषिको गरिबी घटायो। स्थानीय कच्चा पदार्थमा आधारित साना तथा घरेलु उद्योगहरूको प्रबन्धन गरी ग्रामीण बेरोजगारी न्यूनीकरणमा भूमिका यसको महत्त्वपूर्ण रहन्छ। भनेपछि स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरू प्रबन्धन गर्ने। डेरी उद्योग होला, मासु उद्योग होला, मह उद्योग होला, फलफुल उद्योग होला, तरकारी उद्योग होला, बनाउनु पर्यो। सामूहिक खेती, दुग्ध उत्पादन, जडीबुटी प्रसंस्करण जस्ता क्षेत्रमा सहकारी गरी ग्रामीण समुदायको जीवनस्तर उकास्न सहकारीको महत्त्वपूर्ण भूमिका रहन्छ। साथै चाहिँ गरिबहरूलाई निःशुल्क निर्व्याजी चाहिँ कर्जा सहुलियत सापट्टि उपलब्ध गराएर पनि गर्न सक्छ। ल, आर्थिक कूटनीतिको सफल प्रयोग र बजार उदारीकरणको बुद्धिमानी व्यवस्थापनबाटै नेपालले गरिबी र बेरोजगारी जस्ता दीर्घकालीन समस्या समाधान गर्न सक्छ। सरकारको उपयुक्त नियमन, निजी क्षेत्रको लगानी, सहकारीको समुदायमा आधारित सक्रियताको त्रिकोणात्मक तालमेलबाट नै दिगो आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भनेर। ल, अब SDI मानव विकास सूचकाङ्कमा नेपालको स्थान सुधार गर्न स्वास्थ्य र शिक्षा क्षेत्रको पूर्वाधार विकासमा कस्तो लगानी आवश्यक देख्नुहुन्छ? मानव विकास नै सामाजिक र आर्थिक विकासको साध्य हो भन्ने कुरालाई तर्कपूर्ण ढङ्गले स्पष्ट पार्नुहोस्। अब SDI सुधार गर्ने भनेकै खास गरी शिक्षा, स्वास्थ्यका क्षेत्रमा सुधार गर्ने। शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधार भएपछि SDI मूलत सुधार हुन्छ, प्रति व्यक्ति आय पनि बढ्छ। ह्युमन क्यापिटल राम्रो भयो भने मान्छेको प्रति व्यक्ति आय बढ्छ। कृषिमा नि टेक्नोलोजी ल्याउनु पर्यो, इनोभेसन ल्याउनु पर्यो, क्रप डाइभर्सिफिकेसन गर्नु पर्यो, क्रप रोटेसन गर्नु पर्यो, हाई भ्यालु क्रप्स लगाउनु पर्यो, अनि हुन्छ। नेपालको मानव विकास सूचकाङ्कमा अपेक्षित सुधार ल्याउन स्वास्थ्य र शिक्षा जस्ता सामाजिक क्षेत्रहरूमा गर्ने रणनीतिक लगानी नै समृद्ध राष्ट्र निर्माणको प्रस्थानबिन्दु हो। नागरिकको क्षमता अभिवृद्धि र गुणस्तरीय जीवनको प्रत्याभूति गराउने राज्यको विकास यात्राको गन्तव्य र सफलताको मापक मानिन्छ। मानव विकास सूचकाङ्क सुधारका लागि स्वास्थ्य र शिक्षामा लगानी। शिक्षा क्षेत्रमा सूचना प्रविधिको विस्तार गरी प्रत्येक विद्यालयले स्मार्ट स्कुलको रूपमा विकास गर्न डिजिटल इन्फ्रास्ट्रक्चरमा लगानी बढाउनु पर्ने। भनेपछि स्मार्ट स्कुलको अवधारणामा हामी जानु पर्यो। प्राविधिक र व्यावसायिक शिक्षालाई गाउँ गाउँसम्म पुर्याउन सातै प्रदेशमा उच्च स्तरीय प्राविधिक शिक्षालयहरूको निर्माण र सञ्चालनमा जोड दिनुपर्ने। हामीले भन्छौँ स्टिम एजुकेसन, साइन्स, टेक्नोलोजी, इकोनोमिक्स र म्याथमेटिक्सको शिक्षालाई जोड दिने र यस्तो शिक्षा चाहिँ 80% पुर्याउने भन्छ टोटल शिक्षामा। भनेपछि त्यसको लागि जोड दिने। विद्यालयको भौतिक संरचना सुधार गर्दै अपाङ्गता मैत्री भवन, सुरक्षित खानेपानी, आधुनिक प्रयोगशाला निर्माणमा पुँजीगत खर्चलाई केन्द्रित गर्नुपर्ने, त्यता बढाउनु पर्यो। स्वास्थ्य क्षेत्रमा हरेक स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने कार्यलाई तीव्रता दिई
आकस्मिक र विशेषज्ञ सेवाको पहुँच स्थानीय स्तरमै सुनिश्चित गर्नुपर्ने। त्यसो भने मान्छे टिक्छ, अन्त पनि जाँदैन। मातृ मृत्युदर, बाल मृत्युदर घटाउन ग्रामीण क्षेत्रमा अत्याधुनिक उपकरणसहितका प्रसुति केन्द्रहरू, टेलिमेडिसिन सेवामा लगानी विस्तार गर्नुपर्छ। विशेषज्ञ सेवा चाहिँ अनलाइनबाट दिने, टेलिमेडिसिन। नसर्ने रोगहरूको बढ्दो जोखिमलाई सम्बोधन गर्न प्रत्येक प्रदेशमा विशिष्टीकृत रोग उपचार केन्द्र, क्यान्सर, मुटु रोग, मृगला रोग अस्पतालहरूलाई प्रादेशिक रूपमा लैजानु पर्यो। साथै अब रोग औषधि उपचार मात्रै गरेर भएन, आनी बानी, खानपान, रहन सहन चेन्ज गर्ने, योगा ध्यानका कार्यक्रमलाई पनि लैजानु पर्यो। स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित भुक्तानी प्रणाली र अस्पतालहरूको क्षमता विकासमा राज्यले अनुदान वृद्धि गर्न आवश्यक छ। स्वास्थ्य बिमालाई एउटा लक्षित वर्ग, टार्गेटेड मान्छेलाई मात्रै दिने, सबैलाई दिएर साध्य चल्दैन। नसक्नेलाई मात्रै दिने गरी रिफर्म गर्नु पर्यो। दक्ष जनशक्ति उत्पादन गर्ने, खास गरी डाक्टर, शिक्षकहरूको अभाव पूर्ति गर्न छात्रवृत्ति र वृत्ति विकास कार्यक्रमहरू मार्फत दुर्गम क्षेत्रमा सेवा गर्न प्रोत्साहन गर्ने कोषहरू खडा गर्नु पर्दछ। यसरी शिक्षा र स्वास्थ्य क्षेत्रका पूर्वाधार विकासमा, जनशक्ति निर्माणमा, तपाईँको शिक्षा तथा चाहिँ सिकाइको पद्धति रूपान्तरणमा, त्यसै गरी चाहिँ प्राविधिक शिक्षामा, स्टिम एजुकेसनमा राज्यको लगानी बढाउनु पर्दछ। त्यसै गरी स्वास्थ्यलाई पनि सर्वसुलभ बनाउने, गुणस्तरीय बनाउने, दिगो बनाउने, आधुनिक किसिमका प्रविधि यन्त्र उपकरणहरू स्वास्थ्य क्षेत्रमा उपलब्ध गराउने, पोषणमा सुधार गर्ने, गुणस्तरीय खोप कार्यक्रमहरू सञ्चालन गर्ने, त्यसै गरी परम्परागत विकृतिहरूको नियन्त्रण गर्ने, धामी झाँक्री लगायतका प्रथाहरूको नियन्त्रण गर्ने, सुरक्षित खानेपानी र सरसफाइ सेवा विस्तार गर्ने जस्ताहरू काम गरेर स्वास्थ्यमा सुधार गर्न सकिन्छ। शिक्षा र स्वास्थ्य सुदृढ भयो भने अटोमेटिक रूपमा ह्युमन क्यापिटल राम्रो हुन्छ। ह्युमन क्यापिटल राम्रो भएपछि कम्पिटिटिभनेस बढ्छ, राम्रो जागिर पाउँछ, राम्रो बुद्धि लगाउँछ, स्वरोजगारी भयो, व्यवसाय गरे पनि फाइदा निकाल्छ, जागिर गरे पनि राम्रो चाहिँ तलब पाउँछ र आर्थिक स्थिति पनि सुधार हुन्छ र एसडिआई चाहिँ बढ्छ। यो हिसाबले सुधार हुन्छ। अब मानव विकास नै विकासको साध्य हो भन्ने भनाइलाई पुष्टि गर्नुहोस् भन्ने छ। अब मानव विकास सबै किसिमका विकासको साध्य हो, साधन र साध्य दुवै मानिस हो, र विकास चाहिँ मानव विकास हो भनेर हामीले भनेका छौँ, होइन? आर्थिक वृद्धि र भौतिक पूर्वाधार निर्माण आफैमा विकास नभएर यी केवल मानव जीवनलाई सुखी र सहज बनाउने साधन मात्रै हुन् है। पूर्वाधारको विकास भने चाहिँ पूर्वाधारको मात्रै विकास हो, मान्छेको विकास होइन। त्यो एउटा साधन हो, साध्य होइन। के को साधन भन्दा मान्छेको जीवनलाई सुखी बनाउने, सहज बनाउने एउटा साधन हो। विकासको अन्तिम उद्देश्य भनेकै मानिसको छनौटको दायरा फराकिलो बनाउने, इन्लार्जिङ ह्युमन चोइसेस, औसत आयु बढाउने, ज्ञानको स्तर वृद्धि गर्ने वा मानव विकास नै विकासको अन्तिम उद्देश्य हो। देशमा जिडिपी उच्च हुँदैमा समाज समृद्ध हुन्छ भन्ने छैन। नारीहरू अशिक्षित छन्, अस्वस्थ छन्, अवसरहरूबाट वञ्चित छन् भने त्यस्तो विकासको कुनै अर्थ हुँदैन, त्यस्तो वृद्धिको कुनै अर्थ हुँदैन। मैले भन्ने गरेको छु, 5 किसिमको इकोनोमिक ग्रोथले विकास हुँदैन। रुटलेस ग्रोथ, भोइसलेस ग्रोथ, चोइसलेस ग्रोथ, रुथलेस ग्रोथ, होइन, जस्ता ग्रोथहरू, ती ग्रोथहरूले चाहिँ हामीलाई, जबलेस ग्रोथहरूले समृद्धि दिँदैन। स्वस्थ र शिक्षित मानव स्रोतले मात्रै प्राकृतिक र आर्थिक स्रोतहरूको कुशल परिचालन गर्न सक्ने भएकाले मानव विकास नै अन्य विकासको समेत चालक शक्ति हो। भनेपछि ड्राइभर अफ डेभलपमेन्ट फेरि के हो भन्दा ह्युमन बिइङ नै हो। भनेपछि तपाईँले इकोनोमिक सेक्टर भन्नु, नेचुरल रिसोर्सको भन्नुहोस्, इन्डस्ट्रीको भन्नुहोस्, होइन, इन्फ्रास्ट्रक्चरको भन्नुहोस्, सबै त्यसको बनाउने, निर्माण गर्ने, त्यसलाई राम्रो बनाउने कसले भन्दा ह्युमन बिइङले हो। मानव चाहिँ क्षमता राम्रो हो भने, दक्ष जनशक्ति भयो भने मात्रै त्यो बनाउन सक्छ। फेरि सामाजिक न्याय र समानता कायम गर्नु चाहिँ विकासको मूल उद्देश्य हो। त्यसको लागि हरेक नारीलाई आफ्नो क्षमताको उच्चतम प्रयोग गर्ने वातावरण मिलाउनु पर्दछ। त्यो क्षमता प्रयोग गर्ने वातावरण भने मानव विकासले मात्रै दिन सक्छ। जबसम्म नारीको जीवन स्तरमा सुधार आउँदैन तबसम्म गरिने ठुला पूर्वाधार निर्माणले केवल संरचनात्मक विकासलाई मात्रै जनाउँछ, मानवीय विकासलाई होइन। अहिले पनि हाम्रो त पूर्वाधार विकास त भइरहेको छ त, तर पूर्वाधार विकास केही हदसम्म भयो भने खोइ त मान्छेले त्यसलाई महसुस गरेन। र पूर्वाधार विकास मात्रैले मानव विकास चाहिँ हुँदैन।
दिगो विकास लक्ष्यका सबै सूचकहरूको अन्तिम निचोड भनेकै मानव केन्द्रित विकास गरी कसैलाई पनि पछाडि नछोड्ने, लिभ नो वान बिहाइन्डको सङ्कल्प हो। यसले पनि केलाई जनायो भन्दाखेरिमा दिगो विकास भने पनि मानव विकासै हो भनेर जनाउँछ। तसर्थ आर्थिक क्रियाकलाप र सामाजिक सुधारका प्रयासहरू अन्ततः मानवीय सुख, मर्यादा र स्वतन्त्रता प्राप्त गर्ने साध्यमै पुगेर टुङ्गिने गर्दछन् र अन्तमा सबै विकासको साध्य चाहिँ मानव विकास हो। स्वास्थ्य र शिक्षामा गरेर लगानीले नै नेपालको एसडिएलाई हालको मध्यम स्तरबाट उच्च स्तरमा पुर्याउन बलियो आधार प्रदान गर्छ। मानव विकासलाई विकासको साध्य मान्यो भने मात्र हामीले परिकल्पना गरेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य सार्थक हुन्छ। अब अलि छिटो गरौँ, साथीहरू हिँड्ने बेला हो। अब दिगो विकास लक्ष्य प्राप्तिका लागि प्राकृतिक स्रोतको धारण क्षमतालाई विकास नीतिसँग कसरी तादात्म्य गर्न सकिएला, विकास प्रयोजनमा स्टेट र नन स्टेट एक्टरको साझेदारी कसरी गर्ने भन्ने प्रश्न छ। अब म धेरै व्याख्यातिर गइनँ है साथीहरू। अब नेचुरल रिसोर्सको बियरिङ क्यापेसिटी वा क्यारिङ क्यापेसिटी र डेभलपमेन्ट पोलिसीलाई कसरी जोड्ने भन्दा विकास आयोजनाहरू छनौट गर्दा सो क्षेत्रको जल, जमिन र जङ्गलले धान्न सक्ने क्षमताको विस्तृत वैज्ञानिक अध्ययन, क्यारिङ क्यापेसिटी एसेसमेन्टलाई अनिवार्य गर्ने, वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणलाई केवल कानुनी औपचारिकतामा सीमित नराखी विकास नीतिको मार्गदर्शक सिद्धान्तको रूपमा अवलम्बन गर्ने, सहरी योजना तर्जुमा गर्दा जनसङ्ख्याको चाप र उपलब्ध प्राकृतिक स्रोतको उपलब्धताबीच तालमेल मिलाई ग्रिन सिटीको अवधारणालाई कार्यान्वयन गर्ने, जलविद्युत र सडक निर्माण गर्दा भौतिक पूर्वाधारका क्षेत्रमा प्रकृतिमा आधारित समाधान वा नेचर बेस्ड सोलुसनलाई प्राथमिकता दिने नीतिगत व्यवस्था गर्ने। नेचर बेस्ड सोलुसन भन्छ तपाईँले सकेसम्म चाहिँ जहाँ जस्तो प्राकृतिक सामान उपलब्ध छ त्यस्तै सामानले बाटो बनाउनु पर्यो, प्रकृति नभत्किने गरी बाटो बनाउनु पर्यो, विविधता मैत्री बाटो बनाउनु पर्यो भनेको। सक्रिय अर्थतन्त्र वा सर्कुलर इकोनोमीको मोडल अवलम्बन गरी उत्पादन र उपभोगको प्रक्रियामा प्राकृतिक स्रोतको दोहन घटाउने र पुनः प्रयोगलाई बढावा दिने, रियुज, रिड्युस, रिसाइकलका नीति अवलम्बन गर्ने इकोनोमी, सर्कुलर इकोनोमी भनेको। इको टुरिज्मको विकास गर्दा जैविक विविधता र स्थानीय पारिस्थितिक प्रणालीको धारण क्षमता अनुसार मात्र पर्यटकको सङ्ख्या तोक्ने प्रणाली बसाउने, क्वालिटी टुरिस्ट र टुरिज्ममा कोटा सिस्टम लागू गर्नु पर्यो। सगरमाथा कतिजनाले चढ्न सक्ने हो एक सिजनमा तोक्न पर्यो। पहाडी र हिमाली क्षेत्रमा गरिने पूर्वाधार विकासमा त्यहाँको भूधरातलीय संवेदनशीलता र धारण क्षमतालाई ध्यान दिई कम असर गर्ने प्रविधिको प्रयोग गर्नु पर्यो। भनेपछि ग्रिन टेक्नोलोजी, क्लिन टेक्नोलोजी, इन्भाइरोमेन्ट फ्रेन्डली टेक्नोलोजी प्रयोग गर्नु पर्यो। ठुल्ठुला मेसिन लगेर चाहिँ राष्ट्रिय निकुञ्जभित्र विकास निर्माण गर्न पाइन्न। उद्योगहरूलाई बस्तीमा लगेर राख्न पाइँदैन। विकास नीतिहरूमा प्राकृतिक स्रोतको लेखाजोखा, नेचुरल क्यापिटल एकाउन्टिङ गर्ने पद्धति समावेश गरी स्रोतको क्षय र विकासको लापी सन्तुलन जाँच्नुपर्छ। तपाईँले नेचुरल क्यापिटल एकाउन्टिङ र एसेसमेन्ट सिस्टम लागू गर्नुपर्छ। अब नेचुरल क्यापिटल कति छ भनेर पहिला लेखा राख्ने, त्यसपछि एसेसमेन्ट गर्ने, मूल्याङ्कन गरेर त्यसको आधारमा हामीले डेभलपमेन्ट पोलिसीहरूलाई अगाडि बढाउनुपर्छ। यी यस्ता कुराहरूलाई हामीले अवलम्बन गऱ्यौँ भने हाम्रो चाहिँ विकास नीतिसँग क्यारिङ क्यापेसिटीलाई तादात्म्य गर्न सकिन्छ है। कुन ठाउँमा कत्रो रोड बनाउने, कुन ठाउँमा चाहिँ कत्रा उद्योग खोल्ने, कहाँ खोल्ने, खोल्दाखेरि इआइए गर्ने, इन्भाइरोमेन्टल अडिट गर्ने होइन, त्यसै गरी चाहिँ नेचुरल क्यापिटल एसेसमेन्ट गर्ने, जियोग्राफिकल एसेसमेन्ट गर्ने, त्यो ठाउँमा ग्रिनरी एसेसमेन्ट गर्ने, सही किसिमको टेक्नोलोजी प्रयोग गर्ने, स्थानीय कच्चा पदार्थबाट रोड बनाउने, अलकत्राबाट होइन, त्यहाँ चाहिँ ढुङ्गा माटो छ भने ढुङ्गा माटो प्रयोग गरेर बनाउने विधि ल्याउनु पर्यो। जहाँ जे छ त्यो किसिमको होइन, यो चाहिँ जलवायु परिवर्तन अनुकूलन गर्ने खालको विपद प्रतिरोधी संरचनाहरू बनाउने, यस्ता नीति ल्यायो भने क्यारिङ क्यापेसिटीसँग हुन्छ। सहर बनाउँदाखेरि सहरमा कति पपुलेसनको लागि हो प्लान गर्नु पर्यो, प्लान गरेर सहर बसाल्नु पर्यो। सहरको भूमिगत पानीको प्रयोग गर्ने कतिसम्म गर्ने हो त्यसको पनि लिमिटेसन तोक्न पर्यो। यी सबै कुरा गर्ने। अब विकासमा स्टेट र नन स्टेट एक्टरको साझेदारी कसरी गर्ने, किन आवश्यक छ? राज्यसँग नीति निर्माण र स्रोत परिचालन गर्ने शक्ति हुन्छ। नन स्टेट एक्टरहरूसँग कार्यकुशलता र नवीनताको शक्ति हुन्छ। त्यस कारण यो दुईटालाई फ्युजन गर्ने साझेदारी आवश्यक छ। सरकारी क्षेत्रको इफोर्ट र राम्रो गुण र सरकार बाहिरको क्षेत्रका राम्रा गुणहरूको संयोजन गरी सिनर्जी इफेक्ट हासिल गर्नको लागि साझेदारी आवश्यक छ। ठुला भौतिक पूर्वाधार औद्योगिक विकासलाई आवश्यक भन्ने ठुलो विशाल पुँजी र प्रविधि सरकारसँग हुँदैन, त्यो जुटाउन पनि साझेदारीमा जानुपर्छ। नागरिक समाज र गैर सरकारी संस्थाले दुर्गम क्षेत्रमा
सामाजिक परिचालन, सामाजिक सचेतना अभिवृद्धि गर्न राज्यको परिपूरक रूपमा भूमिका निर्वाह गर्ने हुनाले त्यस्ता संस्थाहरूलाई पनि परिचालन गर्नुपर्छ। विकासका लाभहरू वास्तविक र सीमान्तकृत समुदायसम्म पुर्याउन सुशासनको निगरानी गर्न गैरराज्य पक्षहरूको सक्रिय सहभागिता, खास गरी मिडिया, नागरिक समाज, एनजिओ आइएनजिओहरूको भूमिकालाई राज्यले प्रभावकारी बनाउनुपर्छ। विपद व्यवस्थापन र जलवायु परिवर्तन अनुकूलन जस्ता जटिल चुनौती सामना गर्न राज्य एक्लैको स्रोत पर्याप्त नहुने हुँदा सरकारवालाहरूको एकीकृत प्रयास चाहिन्छ। अघि पनि भने गत सालको रोसी खोलाको बाढीले मात्रै 75 अर्बको इन्फ्रास्ट्रक्चर लस भयो भनेपछि त्यसमा हामी सरकारको त पैसा छैन भनेपछि यहाँ पनि हामीले पार्टनरसिप मोडलमा जानुपर्छ। निजी क्षेत्रले रोजगारी सिर्जना र आर्थिक उत्पादकता बढाउन मद्दत गर्ने, सहकारी क्षेत्रले ग्रामीण स्तरमा वित्तीय पहुँच र सामाजिक पुँजी विकासमा सहयोग गर्ने हुनाले यिनीहरूको भूमिकालाई हामीले सँगै लिएर जानु पर्यो। अन्तर्राष्ट्रिय विकास सहायताहरूले मुलुकमा आधुनिक प्रविधि, उत्कृष्ट अन्तर्राष्ट्रिय अभ्यास, प्राविधिक सहयोगभित्रै विकासको गुणस्तर सुधार्न मद्दत गर्छन्। साथै चाहिँ विकास सहायता मार्फत पनि हाम्रो चाहिँ विकास निर्माणमा योगदान गर्ने हुन्छ। दिगविकास लक्ष्यका 17वटा लक्ष्य प्राप्त गर्न लक्ष्यका लागि साझेदारीलाई सफलताको आधारभूत स्तम्भको रूपमा स्वीकार गरिएको पनि यही कारणले गर्दा हो। त्यस कारणले गर्दा किन चाहिन्छ साझेदारी भन्दा एउटा क्यापिटल ग्याप पुरा गर्न, अर्को टेक्नोलोजिकल ग्याप पुरा गर्न, अर्को ह्युमन स्किलको ग्याप पुरा गर्न, अर्को हाम्रो चाहिँ इन्फर्मेसन एन्ड नलेज ग्याप पुरा गर्नको लागि, अर्को चाहिँ सबै सेक्टरको पोटेन्सियालिटी र पोजिटिभ स्ट्रेन्थहरूको सदुपयोग गर्नका लागि, अर्को पार्टनरसिप मार्फत सिनर्जिस्टिक इफेक्ट सिर्जना गर्नको लागि, अर्को डेभलपमेन्टमा हुन सक्ने विवाद अवरोधहरू समाधान गरेर विकासलाई स्मुथली अगाडि बढाउनको लागि, यी सबै कामका लागि विकासमा स्टेट एक्टर नन स्टेट एक्टर बिच साझेदारी गर्नु आवश्यक छ, अपरिहार्य छ। यो रहरको विषय मात्रै होइन, बाध्यताको विषय पनि हो। किन रहरको विषय मात्रै किन होइन भने अहिले यिनीहरूसँग पार्टनरसिप नगरी विकास त गर्नै सकिन्न, बजेट बनाउनै सकिन्न। त्यो कारणले गर्दाखेरि पनि अनिवार्य छ। ल अगाडि बढौँ। विकेन्द्रीकरण स्थानीय स्वायत्त शासनले नागरिक सञ्जाललाई कसरी प्रबन्धन गर्दछ? समुदायमा आधारित विकास चाहिँ ग्रामीण विकासमा बढी सान्दर्भिक हुन्छ किन? विकेन्द्रीकरण र स्थानीय स्वायत्त शासनले नागरिक सम्बन्ध प्रबन्धन गर्ने आधारहरू। स्थानीय स्वायत्त शासनले निर्णय प्रक्रियालाई नागरिकको नजिक पुर्याउने हुँदा योजना छनौटमा स्थानीय आवश्यकता र प्राथमिकताको सम्बोधन हुन्छ। भनेपछि स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा प्लान, प्रोजेक्ट सेलेक्सन गर्न सकिन्छ। विकेन्द्रीकरणले गर्दा नागरिकहरूले आफ्ना प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँछन्। सार्वजनिक सेवा प्रणाली पारदर्शिता, उत्तरदायित्व बढ्छ। भनेपछि स्थानीय जनप्रतिनिधि जनताको बिचमा हुन्छन्, उनीहरूको कन्ट्रोलमा हुन्छन्, उनीहरूले प्रतिबद्धता गरे भन्दा दायाँ बायाँ जान दिँदैन। स्थानीय तहमा हुने बजेट तर्जुमाका 7 स्टेपहरूले नागरिकको प्रत्यक्ष सहभागिता रहने कानुनी व्यवस्था छ। यसले गर्दा विकासको योजनाकारको रूपमा नागरिकहरूलाई अधिकार सम्पन्न बनाउँछ। डेभलपमेन्ट प्लानर नै अब नागरिक आफै हुन्छ। यो प्रणालीले महिला, दलित, सीमान्तकृत वर्गलाई नेतृत्व तहमा पुग्न संवैधानिक र कानुनी प्लेटफर्म प्रदान गरी सामाजिक समावेशीकरणलाई बलियो बनाउँछ। भनेपछि यी विभिन्न पछाडि परेको वर्ग समुदायलाई नेतृत्व तहमा पुर्याउने काम पनि यसैले गर्छ। वडा अध्यक्ष हुँदै, सदस्य हुँदै, मेयर, उपमेयर हुँदै, प्रदेश हुँदै सङ्घसम्म निर्वाचन जित्ने गरी त्यो लिडरसिप क्यापेसिटी 3मा विकास गर्छ। अब स्थानीय काममा विकेन्द्रीकरणले सार्वजनिक सुनवाई, सामाजिक परीक्षण, टोल विकास संस्था, उपभोक्ता समितिको माध्यमबाट विकासको काम गर्ने, कामको प्रत्यक्ष निगरानी गर्ने जस्ता कुराहरू हुन्छ। यसले गर्दाखेरि नागरिकको निगरानी र नियन्त्रणबाट विकास गर्न सकिन्छ। अहिले भने जस्तो चाहिँ पिपुल बोनसको आधारमा सार्वजनिक क्षेत्रको मूल्याङ्कन गर्न सकिन्छ। साथै आफ्नो क्षेत्रको विकासको लागि श्रमदान गर्ने, स्थानीय स्रोत परिचालन, नागरिकहरू स्वतःस्फूर्त रूपमा सहभागी हुने वातावरण बन्छ। अहिले उपभोक्ता समितिमा 20% श्रमदान गर्नै पर्छ। अझै अधिकार दिएर पहिला त सबैले निःशुल्क गाउँ बनाउने, बाटो बनाउने, स्वास्थ्य चौकी बनाउने सबै काम पनि श्रमदानबाटै हुने गरेको थियो, खास गरी 50को दशकमा। विकेन्द्रीकरणले स्थानीय समस्याको स्थानीय समाधान खोज्ने अभ्यासलाई बढावा दिन्छ। हाम्रो एउटा नारा छ, थिङ्क ग्लोबल्ली एक्ट लोकल्ली भन्ने हो। त्यो कार्यान्वयन यता हुन्छ र नागरिकमा राजनीतिक चेतना, लोकतान्त्रिक संस्कार, नेतृत्व क्षमता विकास सबै काम यसले गराउँछ। स्रोत अधिकारको तल्लो तहसम्मको निक्षेपणले गर्दा सेवाग्राही र सेवा प्रदायक बिचको दूरी कम भई सार्वजनिक सेवामा नागरिकको पहुँच बढ्छ। गभर्मेन्ट सिटिजन इन्टरफेस भन्छ, त्यो बढ्छ। नागरिकहरूको सूचनामा पहुँच हुन्छ, नागरिक नियन्त्रण हुन्छ, सुशासनमा यसले महत्त्वपूर्ण रूपमा योगदान पुर्याउँछ।
अब समुदायमा आधारित विकास मोडलहरूले ग्रामीण विकासमा बढी उपयोगी हुन्छ किन भन्ने छ। नेपालको भौगोलिक विविधता र दुर्गमताका कारण केन्द्रबाट निर्देशित विकासभन्दा समुदायले आफै सञ्चालन गरेका विकासका मोडलहरू बढी व्यावहारिक र प्रभावकारी हुन्छ। सामुदायिक वन उपभोक्ता समूहहरूले वनको संरक्षण र व्यवस्थापनमा देखाएको सफलताले स्थानीय स्रोतमा आधारित विकास नै दिगो हुने कुरालाई पुष्टि गर्दछ। स्थानीय कच्चा पदार्थ र परम्परागत सिपको प्रयोग हुने भएकोले समुदायमा आधारित मोडलहरूले ग्रामीण क्षेत्रमा स्वरोजगारका अवसरहरू बढी सिर्जना गर्दछन्। जस्तो त्यहीँ अब ढुङ्गा माटो प्रयोग गरेर, काठका कुराहरू प्रयोग गरेर, स्थानीय साधन स्रोत प्रयोग गरेर काम गर्न सकिने भएपछि त्यहाँ स्थानीय रूपमै रोजगारीका अवसर यसले सिर्जना गर्छ। समुदाय आफैले निर्माण र मर्मत समार गर्ने हुनाले साना सिँचाइ, खानेपानी, सडक जस्ता आयोजनाहरू कम खर्चले गुणस्तरीय हुने, नागरिकको अपनत्व हुने, समाजले संरक्षण गर्ने हुन्छ। यस्तो मोडलले हाम्रो विकास हामी आफै गर्छौँ भन्ने भावना जागृत गराई वैदेशिक र बाह्य सहायतामाथिको परनिर्भरतालाई समेत कम गर्दै लैजान्छ। आफ्नो गाउँ आफै बनाऊ वा हाम्रो विकास हामी आफै गर्छौँ जस्तो मान्यताको विकास यसले गर्छ। ग्रामीण क्षेत्रका विपन्न वर्गलाई सहकारी र समूहको माध्यमबाट वित्तीय पहुँच पुर्याउन समुदायमा आधारित लघु वित्त र बचत कार्यक्रमहरू पनि सफल छन्। त्यसैले अब कम्युनिटी बेस्ड लेन्डिङ, कम्युनिटी बेस्ड क्रेडिट एन्ड बोरोइङ सिस्टमहरू पनि त्यहाँ कायम भएको देखिन्छ। विकास योजनाहरूमा समुदायको प्रत्यक्ष संलग्नता हुने हुँदा आयोजना सम्पन्न भएपछि त्यसको स्वामित्व, त्यसको दिगो सञ्चालन र संरक्षणको सुनिश्चितता समेत हुन्छ। सरकारले घर बनाइदियो भने कसले भत्काउँछ, कसले चोर्छ, कसले लुट्छ, स्थिति त्यस्तो हुन्छ। साथै अब समुदायले बनाउँदा स्थानीय संस्कृति, परम्परा, मूल्य मान्यतासँग मेल खाने किसिमका पूर्वाधार बनाउँछ। क्रियाकलाप पनि त्यही किसिमको गर्छ। सामाजिक सद्भाव कायम हुन्छ, जसले गर्दा सामाजिक पुँजीको संरक्षण र रूपान्तरणमा समेत यसले योगदान गर्छ। यस हिसाबले हेर्दाखेरि ग्रामीण क्षेत्रको विकासमा समुदायमा आधारित मोडल चाहिँ बढी महत्त्वपूर्ण हुन्छ, उपयोगी हुन्छ। यसले मान्छेलाई ती टुकाउने, रोजगारीको अवसर पनि दिने, माइग्रेसन गर्न बाध्य नहुने, स्थानीय संस्कृति पनि जोगिने अवस्था सिर्जना गर्ने भएको हुनाले यो दिगो, टिकाउ, वातावरण मैत्री, संस्कृति मैत्री रहन्छ। अब जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालको पारिस्थितिक प्रणालीमा परेका सङ्कटहरूको पहिचान गर्नुहोस्। कार्बन व्यापारबाट नेपालले प्राप्त गर्न सक्ने आर्थिक र वातावरणीय लाभहरू कुन कुन हुन सक्लान्, उदाहरणसहित टिप्पणी गर्नुहोस् भन्ने छ। जलवायु परिवर्तनले नेपालको पारिस्थितिक प्रणालीमा पारेका सङ्कटहरू: हिमालय क्षेत्रमा हिउँ पग्लिने दर तीव्र हुँदा हिमतालहरू विस्फोट हुने जोखिम बढेर तल्लो तटीय क्षेत्रको जनजीवन र पूर्वाधारमा सङ्कट पैदा भएको छ। उदाहरणका लागि मेलम्ची घटना, थामे घटनालाई लिन सकिन्छ भने मनसुनी वर्षाको समय र प्रकृतिमा आएको अनपेक्षित परिवर्तनले भीषण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरूको आवृत्ति तीव्रतामा वृद्धि ल्याएको छ। बाली लगाउने बेलामा सुक्खा भएको, बाली भित्र्याउने बेलामा डुबानमा परेको भनेर ठ्याक्क ब्राकेटमा लेख्दै हुन्छ। लगाउने बेलामा सुक्खा भएको, लगाउनै सकिएन, बल्ल तल्ल लगाएको पनि भित्र्याउने बेलामा डुबानमा परेको। उच्च पहाडी र हिमाली क्षेत्रका वनस्पति तथा वन्यजन्तुहरू क्रमिक रूपमा लोप हुँदै जाने वा अनुकूलनका लागि अझै उचाइतर्फ सर्ने क्रमले जैविक सन्तुलन बिग्रिएको छ। हिमालमा समेत लामखुट्टे, झिँगा, भुसुना पाउन थालिएको छ। लामो समयसम्म पर्ने खडेरी र तातो हावाका कारण वन डडेलको समस्या विकराल बन्दै जाँदा वायुमण्डलीय प्रदूषण र वन विनाश बढेको छ। अहिले डडेलो उच्च मात्रामा बढेको छ पछिल्लो केही वर्ष। जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा नयाँ प्रकारका किरा, रोगहरूको सङ्क्रमण बढ्दा स्थानीय कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर धङ्का पुगेको छ। हिमाली क्षेत्रमा समेत डेङ्गु, मलेरिया जस्ता रोगहरू प्रकोप देखिन थालेको छ। पानीका मुहानहरू सुक्दै जाँदा हिमाली र पहाडी क्षेत्रमा पारिस्थितिक प्रणालीमा आश्रित समुदायहरू खानेपानी र सिँचाइको चरम अभाव झेल्न बाध्य छन्। त्यतिखेर सामाजिक परिवारमा द्वन्द्व बढ्यो, बाध्यात्मक बसाइ सराईको अवस्था सिर्जना भयो, त्यो अवस्था सिर्जना भएको छ। मिचाहा प्रजाति भनेर चिनिने इन्भासिभ स्पेसिस जस्तै वनमारा जस्ता प्रजातिको विस्तारले स्वदेशी वनस्पतिहरू विस्थापित भई प्राकृतिक वनको संरचना गुणस्तरमा ह्रास आएको देखिन्छ। अब चाहिँ रुखको ठाउँमा ऐँलीहरू बनाउने, अन्य उपयोगी घाँसको ठाउँमा वनमाराले चाहिँ वन मारिदिने, यस्तो परिस्थिति सिर्जना भएको छ। तापक्रम वृद्धिका कारण हिउँदमा हिउँ नपर्ने, गर्मीमा अति तापक्रम बढ्ने हुँदा नेपालको विशिष्ट माउन्टेन इकोसिस्टमको मौलिकता हराउँदै गएको छ। हिमालहरू काला पत्थरमा परिवर्तन हुँदै गएका छन्। यी खालका विभिन्न चुनौतीहरू हामीका सिर्जना भएको छ।
ल अब एकैचोटि हेरौँला लास्टमा तपाईँहरूको च्याट है। अब कार्बन व्यापारबाट कस्तो लाभ लिन सकिन्छ? आर्थिक लाभ। नेपालले वन संरक्षण र कार्बन सञ्चित बापत अन्तर्राष्ट्रिय निकायहरू जस्तो विश्व ब्याङ्कको एफसिपिएफबाट ठुलो मात्रामा वैदेशिक मुद्रा आर्जन गर्न सक्छ। सन् 2025 नोभेम्बरमा नेपालले तराई भूपरिधि क्षेत्रमा कार्बन उत्सर्जन घटाए बापत विश्व ब्याङ्कबाट $94 लाख, 1 अर्ब नेपाली रुपियाँ बढी प्राप्त गरिसकेको अवस्था छ। कार्बन व्यापारबाट प्राप्त हुने रकमको कम्तीमा 80% स्थानीय समुदाय र आदिवासी जनजातिहरूमा पुग्ने हुँदा ग्रामीण गरिबी न्यूनीकरणमा यसले ठुलो टेवा पुग्छ। नवीकरणीय ऊर्जा, जलविद्युत, सौर्य र बायोग्यासका आयोजनाहरूले कार्बन क्रेडिट बेचेर थप आम्दानी गरी आयोजनाको लागत घटाउन र लगानी आकर्षित गर्न सक्छन्। यसरी कार्बन ट्रेडिङबाट विदेशी मुद्राको समेत आर्जन हुन्छ। हामीलाई वातावरणीय लाभ। कार्बन व्यापारको लोभले मान्छेहरू वन विकास रोक्न, वृक्षारोपण बढाउन प्रोत्साहन मिल्ने हुँदा नेपालको वन क्षेत्र 45% कायम राख्न मद्दत पुग्छ। यसलाई घट्न नदिन पनि यसले योगदान गर्ने हो। वनको गुणस्तर सुधार हुँदा जलचक्र, वाटर साइकललाई व्यवस्थित हुने, जमिनको पुनर्भरण हुने, भूक्षय नियन्त्रण भई पारिस्थितिक प्रणाली सुदृढ बनाउन सकिन्छ। जैव विविधताको संरक्षण भई सङ्कटापन्न वन्यजन्तुहरूको वासस्थान सुरक्षित हुन्छ। पर्यटनको विकासमा योगदान पुग्छ। प्रदूषण फैलाउने इन्धनको साटो स्वच्छ ऊर्जाको प्रयोग हुन्छ। स्थानीय वायुको गुणस्तरमा सुधार आउँछ। जनस्वास्थ्यमा समेत सकारात्मक असर पर्ने देखिन्छ। यसर्थ कार्बन व्यापार मार्फत हामीले आर्थिक र वातावरणीय लाभ लिन सक्छौँ, तर कार्बन व्यापार भन्दा पनि कार्बन इमिसन रिडक्सनमा जानुपर्छ भन्ने चाहिँ लेख्नु पर्यो। नेपालले हालै जारी गरेको कार्बन व्यापार नियावली 2082ले निजी क्षेत्र र समुदायलाई यस प्रक्रियामा जोडेर आर्थिक वृद्धिको नयाँ ढोका खोलेको छ। जलवायु सङ्कटको सामना गर्दै कार्बन बजारबाट अधिक लाभ लिन प्रविधिमा आधारित अनुगमन र अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पैरवीको खाँचो छ। ल, यो कार्बन ट्रेडिङ भनेको तपाईँहरूलाई थाहा छँदैछ, कार्बन उत्पादन गर्ने कोटा तोकिदिएको छ। कम कार्बन उत्पादन गर्ने देशले आफ्नो कोटा बराबरको लाइसेन्स अरू देशलाई बेचेर पैसा लिने हो। हुन चाहिँ यसरी कोटा बेच्दा अरू देशले कार्बन उत्सर्जन क्रमशः गरिरहन पाउने भए तत्काल हामीलाई आर्थिक लाभ चाहिँ हुन्छ, तर दीर्घकालमा यसले कार्बन इमिसनको लक्ष्य नभेट्ने हुनाले हामीले कार्बन व्यापारमा होइन कि कार्बन इमिसनमा रिडक्सनमा नै जोड दिनुपर्छ र धनी देशहरूलाई कार्बन इमिसन घटाउनुपर्छ। बरु नेपालले लस एन्ड ड्यामेजबाट पैसा ल्याउनु पर्छ भन्ने। अब विपद व्यवस्थापनको पूर्व तयारी प्रतिकारलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार प्रविधिको भूमिका कस्तो हुनुपर्छ? वातावरण संरक्षण र विकास निर्माण बिचको द्वन्द्वलाई कसरी सन्तुलित बनाउन सकिएला भन्ने प्रश्न छ। विपद व्यवस्थापनमा सूचना सञ्चार प्रविधिको भूमिका इमर्जेन्सी प्रिपेयर्डनेस रेटिङ इपिआर भन्ने भयो। त्यो हेर्दाखेरि हामी कहाँ सबभन्दा कमजोर भनेको प्रविधि देखिया छ। खास गरी यो जिपिएस सिस्टम नेपालको सबभन्दा कमजोर। उपग्रहमा आधारित भूसूचना प्रणाली, जियोग्राफिकल इन्फर्मेसन सिस्टम र रिमोट सेन्सिङ प्रविधिको प्रयोगले सम्भावित जोखिमयुक्त क्षेत्रहरूको नक्साङ्कन गरी पूर्व तयारीलाई वस्तुनिष्ठ बनाउन सकिन्छ। भनेपछि डिजास्टर रिस्क म्यापिङ गर्ने काममा हामीले जिआइएस र रिमोट सेन्सिङ टेक्नोलोजीहरूको प्रयोग गर्नुपर्छ। बाढी र पहिरोको उच्च जोखिम भएका नदी तटीय क्षेत्रहरूमा अर्ली वार्निङ सिस्टमहरू जडान गरी समयमै सूचना प्रवाह गर्दा जनधनको क्षति उल्लेख्य रूपमा कम गर्न सकिन्छ। अर्ली वार्निङ सिस्टम, त्यसै गरी मल्टी हजार्ड रिपोर्टिङ सिस्टमहरू बनाउन सकिन्छ। मोबाइल एप र सामाजिक सञ्जालको माध्यमबाट विपदको समयमा सुरक्षित स्थान, आपतकालीन सम्पर्क, राहत वितरणको जानकारी तत्काल सर्वसाधारणसम्म पुर्याउन सकिन्छ। यस मार्फत मान्छेमा डर, त्रास, भय र अन्यलको अवस्था कम हुन्छ। बिग डेटा, ओपन डेटा, आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले विगतका विपदका घटनाहरूको विश्लेषण गरी भविष्यमा हुन सक्ने क्षतिको पूर्व अनुमान गर्न, प्रतिकार योजना बनाउन सहयोग गर्छ। अब एआईको प्रयोग गरेर हामीले विगतमा के गल्ती गर्यो भनेर पनि पत्ता लगाउन सकिन्छ, विश्लेषण गर्न सकिन्छ। विपद पश्चात हराएका व्यक्तिहरूको खोजी र उद्धार कार्यमा ड्रोन टेक्नोलोजीको प्रयोग गर्दा कठिन भौगोलिक क्षेत्रमा पनि छिटो र प्रभावकारी रूपमा काम गर्न सम्भव हुन्छ। उदाहरणका लागि मनाङमा हिउँपात हुँदा मृतक भएका विदेशी परिवारकोलाई पत्ता लगाउने काम पनि चाहिँ ड्रोनले गरेको थियो भन्न सकियो। एकीकृत विपद व्यवस्थापन सूचना प्रणाली मार्फत विभिन्न सरकारी गैर सरकारी निकायहरूबीच सूचना आदान प्रदान गरी उद्धार राहतमा दोहोरोपना हटाउन सकिन्छ।
डिजिटल स्वयंसेवक वा भोलुन्टियर्सहरूको सञ्जाल निर्माण गरी विपदको समयमा सही सूचना सम्प्रेषण गर्ने, अफवाह नियन्त्रण गर्ने कार्यमा र आवश्यक परेको ठाउँमा स्वयंसेवक हटाउन पनि सकिन्छ। अन्तरिक्ष टेक्नोलोजी वा स्पेस टेक्नोलोजी, स्याटेलाइट फोनहरूको उपलब्धताले सञ्चारका अन्य माध्यमहरू अवरुद्ध भएको अवस्थामा पनि उद्धार टोली र केन्द्रबीचको सम्पर्क टुट्न दिँदैन र विपद व्यवस्थापन प्रभावकारी हुन्छ। यसरी यो टेक्नोलोजीहरूको प्रयोग गर्न सकिन्छ। यो चाहिँ तपाईँहरूले केमा हेर्ने भन्दाखेरिमा विपद न्यूनीकरणका लागि वित्तीय रणनीति 2078 भन्ने छ, त्यसमा लेखिदिएको छ, त्यहाँ हेर्नु होला। वित्तीय रणनीति 2078। अब वातावरण संरक्षण र विकास निर्माण बीचको सन्तुलन कसरी कायम गर्ने, यो र माथिको लगभग मिल्दोजुल्दो भयो। माथि पनि एउटा क्वेसन आएको थियो क्यारिङ क्यापेसिटीवाला, त्यो र यो पनि लगभग मिल्दोजुल्दो छ। विकासका ठुला आयोजनाहरू सुरु गर्नु अघि गरिने वातावरणीय प्रभाव मूल्याङ्कनलाई केवल कागजी प्रक्रियामा सीमित नराखी यसका सुझावहरूलाई पूर्ण रूपमा पालना गर्नुपर्छ। हामीले इन्भाइरोमेन्टल इनिसियल इन्भाइरोमेन्टल एक्जामिनेसन आइई, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट इआइए र इन्भाइरोमेन्टल अडिट इए गर्ने गरेका छौँ। यसलाई प्रभावकारी बनाउनु पर्यो। ग्रिन टेक्नोलोजी वा हरित पूर्वाधारको अवधारणालाई आत्मसात गर्दै सडक र अन्य संरचना निर्माण गर्दा रुख काट्ने कार्यलाई न्यूनतम गर्ने, काटिएका रुखको बदलामा अनिवार्य वृक्षारोपण गर्नुपर्छ। अहिले पनि हामीले चाहिँ एउटा रुख काट्न पर्यो भने 2टा रुख कम्तीमा रोप्ने भनेका छौँ। भोलि हुर्किन्छ हुर्किँदैन त्यो हिसाबले त्यो कुरालाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ। विकास निर्माण गर्दा प्रकृतिमैत्री प्रविधि वा इको फ्रेन्डली टेक्नोलोजीको प्रयोगलाई प्रोत्साहन गर्दै वातावरण गर्ने नकारात्मक असर न्यूनीकरण गर्ने नीति अवलम्बन गर्नुपर्छ। उदाहरणको लागि अब हामीले यो धुवा फालेर अलकत्रा पकाएर पिच गर्ने सिस्टमलाई नयाँ आधुनिक किसिमका चाहिँ टेक्नोलोजीहरू ल्याएर चेन्ज गर्नु पर्यो। सिमसार क्षेत्र अलिकति चाहिँ तपाईँको रसिलो क्षेत्र, पानी आइरहने क्षेत्रमा ढलान प्रविधिको प्रयोग गर्नु पर्यो। अन्यत्र अन्य किसिमका चिप्स प्रविधिहरू आएका छन्, ती प्रविधिहरूको प्रयोग गर्नु पर्यो वा टनल सिस्टम प्रयोग गर्नु पर्यो। बाहिर जोतेर वन र जीवजन्तु मार्ने भन्दा भित्रभित्रै चाहिँ टनल सिस्टममा जानु पर्यो, त्यसरी जान सकिन्छ। जलविद्युत जस्ता आयोजनामा निश्चित प्रतिशत वातावरणीय प्रभाव अनिवार्यमा छोड्ने व्यवस्था गरी जलचर र नदीको पारिस्थितिक प्रणाली जोगाउनुपर्छ। अहिले विभिन्न ठाउँका माइक्रो हाइड्रोहरूले सबै पानी चाहिँ त्यता लगिदिएर खोलो सुकेर त्यहाँ जलचर जल विविधताको नष्ट भएको छ। पानी 10% पानी अनिवार्य रूपमा अटिट रूपमा बग्ने गरी छोड्ने व्यवस्था गर्नु पर्यो। त्यसको लागि अनुगमन मूल्याङ्कन गर्नु पर्यो, नगर्ने दण्ड सजाय हुनु पर्यो। विकास योजना तर्जुमा गर्दा स्थानीय समुदायको परम्परागत ज्ञान र वातावरणीय सरोकारलाई सम्बोधन गरी उनीहरूको सक्रिय सहभागितामा निर्माण कार्य अगाडि बढाउनुपर्छ। पहिलाका मान्छेले त्यो वातावरण संरक्षण होस् भनेर निश्चित कुराहरू पालना गरेका थिए। ती कुरालाई हामीले अहिले पनि चाहिँ क्यारी ओभर गरेर लानुपर्ने हुन्छ। त्यसै गरी पोल्युटर्स पे प्रिन्सिपललाई कडाइका साथ कार्यान्वयनमा ल्याउँदै फोहोर फाल्ने गाडीलाई, फोहोर गर्ने यन्त्र उपकरणलाई, उद्योगलाई जडिवाना तिराइहाल्नुपर्छ। पोल्युटर्स फीहरू लगाउनुपर्छ। प्रदूषण शुल्कहरूमा वृद्धि गर्नुपर्छ। घरबाट पनि तोकिएको सीमाभन्दा बढी फोहोर निकाल्छ भने त्यस्तो घर परिवारलाई फोहोर मैला शुल्क लिनुपर्छ बढी। राष्ट्रिय निकुञ्ज आरक्षित क्षेत्रमा हुने पूर्वाधार विकासका लागि वन्यजन्तु मैत्री पूर्वाधार निर्माण निर्देशिका बनाउनुपर्छ। उदाहरणको लागि राष्ट्रिय निकुञ्जभित्र सडक बनाउँदा अनिवार्य फ्लाइओभर बनाउनुपर्छ वा अन्डरग्राउन्ड बनाउनुपर्छ। त्यहाँ चाहिँ जनावरहरूको वाकिङ करिडोरलाई नष्ट गर्न मिल्दैन। जैविक मार्ग भन्छ, बायोलोजिकल करिडोरहरू सुरक्षित राख्नुपर्छ। दिगो विकास लक्ष्यहरूलाई आवधिक योजना र वार्षिक बजेटको अभिन्न अङ्ग बनाएर वातावरणीय लागत र आर्थिक लाभ बीचको सन्तुलन जाँच्ने प्रणाली विकास गर्नुपर्छ। साथै अब यहाँ छुटे पनि तपाईँहरूले जलवायु अनुकूल किसिमका प्रविधि र पूर्वाधार विकास गर्ने, त्यसै गरी चाहिँ विपद उत्थानशील किसिमका पूर्वाधारहरू निर्माण गर्ने र दिगो वातावरण मैत्री जैव विविधता मैत्री पूर्वाधार तथा प्रविधि प्रयोग गरेर हामीले विकास र वातावरण बीच सन्तुलन कायम गर्न सक्छौँ भन्ने हिसाबले तपाईँहरूले लेख्न सक्नुहुन्छ। अब तपाईँहरूको च्याट हेरेर मैले सक्छु है। ल च्याटमा के आयो भन्दाखेरिमा गाउँपालिका वडासँग रिस्क म्यापिङ गर्ने, प्रभावकारी बनाउने, इलाम जिल्लाको म्यापिङ गरेको भए क्षति कम गर्न सकिन्थ्यो। म्यापिङ गर्नु पर्यो, ठिक छ। कार्बन जलवायु परिवर्तनमा हाम्रो योगदान कम छ, त्यही भएर हामीले लाभ लिनु पर्यो, क्षतिपूर्ति पाउनु पर्यो, यो पनि ठिक छ। हो, एसडिजी 17 भने डोमेस्टिक एन्ड ग्लोबल पार्टनरसिप सबै हो। आन्तरिक र बाह्य साझेदारी, होरिजेन्टल एन्ड भर्टिकल दुवै साझेदारी हो यसमा। होरिजेन्टल भर्टिकल एन्ड क्रस बोर्डर पार्टनरसिप एसडिजीको 17 नम्बरले भनेको है।
सार्वजनिक साझेदारी पनि हो, सङ्घप्रति स्थानीय साझेदारी पनि हो, देश र विदेशको साझेदारी पनि हो भनेर बुझ्नु पर्यो। ल, एकजना साथीको कुरा यही हो। अर्को साथीले के भन्नुभयो भन्दा थिङ्क ग्लोबली एक्ट लोकल्ली हो यसको बारेमा भने यही हो। विश्वको कुरा सोध्ने, बुझ्ने, जान्ने, तर काम गर्दाखेरि आफू अनुकूल गर्ने, स्थानीय अनुकूल गर्ने, आफ्नो भाषा संस्कृति नमर्ने गर्ने, वातावरण सुरक्षित हुने गरी गर्ने, आफ्नो बौद्धिक सम्पत्ति कायम हुने गरी गर्ने भनेको। विदेशीले जस्तोसुकै छाता बनाए पनि यहाँ घुम्टो मा ओढ्ने पद्धति छ भने, घुम बनाउने पद्धति छ भने त्यसलाई कायमै राख भने हो यो भनेको। बरु त्यसलाई आधुनिक बनाऊ, बलियो बनाऊ, बाँसको सट्टा चाहिँ अरू चाहिँ अझै चाहिँ सुरक्षित कुरा राख, तर तिमीले आफ्नो लोकालिटीलाई नछोड भन्। लोकालिटी छोड्नु भएन विकास गर्दा। ल, आज यति नै गरिसक्यो है। अब एकजना साथीले के भन्नु भन्दाखेरिमा ल क्वेसन त अब तपाईँहरूले यो उनै पाउनुहुन्छ, त्यो भएपछि केही देखाइरहनै नै परेन नि। जलवायु परिवर्तनको असर भनेको राजनीतिमा असर परेको छ। जनसङ्ख्या माइग्रेट भएर भोटर घट्यो, निर्वाचन क्षेत्र भोलि चाहिँ अब फेरि चाहिँ तराईमा बढाउनुपर्छ, सहरमा बढाउनुपर्छ, हिमाल पहाडमा घट्ने जोखिम बढायो। आर्थिक रूपमा चाहिँ अर्थतन्त्रमा असर गर्यो, जिडिपीमा 4% लस गर्यो भन्ने छ, पूर्वाधारमा क्षति गर्यो, समाजमा विखण्डन ल्यायो, घरमा बुढाबुढीको झगडा बनायो, खानेपानी ल्याउन धेरै बेर लाग्ने, टाढा जानुपर्ने, ढिलो आउने श्रीमती, खाना बनाउनु ढिला हुने, घरमा बुढाबुढीको झगडा भएको छ। ठाउँ ठाउँमा फोर्स माइग्रेसन भयो, जबरजस्ती मान्छे पेसा व्यवसाय छोडेर थातथलो छोडेर भाग्नुपर्ने स्थिति सिर्जना भयो। विपदले जनधनको क्षति गर्यो, मान्छे मार्यो, विभिन्न किसिमका रोग र प्रकोपले स्वास्थ्यमा समस्या सिर्जना गर्यो, जैव विविधतामा लस भयो। त्यसैले राजनीतिमा, अर्थतन्त्रमा, समाजमा, संस्कृतिमा, घर परिवारमा, स्वास्थ्यमा, वातावरणमा, कृषिमा, सबै ठाउँमा यसले असर पारेको छ भनेर लेख्ने। लेखाइ त प्र्याक्टिसले गर्ने। तपाईँले हरेक शनिबार बुधबार जाँच दिइरहनु भएको छ। जाँच दिँदाखेरि मेरो कसरी सुधार भएको छ कि छैन, पहिला लेखाभन्दा चेन्ज गर्दै लेख्छु भन्दै लेख्नु पऱ्यो नि, त्यसलाई समृद्ध बनाउँदै। फेरि हरेकचोटि नयाँ नयाँ ट्रायल गर्ने चाहिँ होइन। तर लेखिरहेको कुरालाई मेरोमा यो पक्ष अब सुधार्छु, हरेकचोटि लेख्दा यो पक्ष सुधार्छु। अब मलाई चाहिँ वाक्य लामो लामो लेख्न आउँछ भने छोटो बनाएर बरु सब बुलेट तरिकाबाट लेख्छु भन्ने तरिकामा जानु पऱ्यो होइन। वा चाहिँ धेरै लेख्ने बानी छ भने क्लस्टरिङ विधिमा जान्छु, राजनीतिको 2टा लेख्छु, प्रशासनको 2टा लेख्छु, समाजको 2टा लेख्छु, वातावरणको 2टा लेख्छु भन्नेमा जानु पर्यो। त्यो आफ्नो मोडल बनाउने हो है। ल, अब यति गरेपछि कुरो ठिकै छ है। ल, थ्याङ्क यू। ल साथीहरू, आजलाई यति नै गरेँ मैले है त। हस्, धन्यवाद। ल। हस्, थ्याङ्क यू सर।